ओके ओके 1 2 3 लाइभ हो ओके वी आर लाइभ विथ खेलाडी हेलो नमस्ते मेरो नाम विप्लव कार्की मेरो यो चाहिँ पोडकास्ट एपिसोड नम्बर 2 ब्रिङ्गिङ इन्टरनेसनल खेलाडी किनकि हामी बाहिर देशमा छौँ हामी बाहिर देशमा भएको खेलाडीहरूको बोल्ने ठाउँ छैन स्पेसली नेचुरल खेलाडी नै भइरहनु छ हजुर पनि नेचुरल आई बिलिभ थाहा छैन ज्यान चाहिँ फेरि इन्हान्स जस्तै छ होइन तर नेचुरल भन्ने बिलिभ गर्दैछु मेरो पहिलाको एकजना क्लाइन्टसँग नै गएको थियो उहाँ नेचुरल हुनुहुन्छ सो हजुरको सानो इन्ट्रोडक्सन नमस्ते सबैजनालाई हाम्रो विप्लव ब्रदरको हाम्रो ब्लग हेरिरहनुभएको सम्पूर्णलाई म योगेन मोक्तान जस्ट आज विप्लव ब्रदरको हाम्रो पोडकास्टमा इन्भिटेसन पाएर आफ्नो केही कुराहरू बोल्न पाइरहेकोमा एकदम खुसी छु अब लेट्स सी हाउ इट गोज फर्स्टमा चाहिँ थ्याङ्क यू सो मच यस्तै छ बाहिर अझ हाम्रो जापान हजुरको जापानको टाइम मेरो यहाँ युकेको टाइम मिल्दा नमिल्ने बल्ल बल्ल मिलायौँ होइन अब डाइरेक्ट हजुरकै कुराहरूमा जाउँ होइन अब हजुर जापान कसरी एन्ड अप हुनुभयो हजुरको एथलेटिक हिस्ट्री पहिला सुरुबाट सुरु गरौँ न एकदम बिगिनिङबाट म चाहिँ सुरुबाट भन्दा पहिला सानैदेखि नै हुन्छ नि यो करातेहरू यस्तो हुन्छ नि फिटनेस फिल्ड जस्तो उस्तोमा लागिरहेको थियो होइन सुरुमा चाहिँ म फर्स्ट चाहिँ डान्सर थिएँ होइन सानैदेखि डान्सहरू गरिबस्थेँ त्यसपछि बिस्तारै हुन्छ नि अब एज बढ्दै गइसकेपछि हुन्छ नि अब एजसँगै अब आफ्नो हुन्छ नि इन्ट्रेस्ट पनि अब चेन्ज गर्दै लाग्नुपर्ने रहेछ क्या अब एज बढ्दै गयो अब त्यो डान्सलाई नै पिक गरिराख्ने अब सबै कुरो नमिल्दो रहेछ होइन त अनि त्यसपछि एसएलसी पास गरिसकेपछि चाहिँ म चाहिँ अब के हुन्छ त्यही त हो नि अब हामी अब मिडल लेभलमा अब त्यस्तो भएको मान्छेहरू अब कसरी हुन्छ अब हाउ टु अर्न भने अब त्यही माथि हाम्रो अब पूर्वतिर त भनेको कसरी हुन्छ अब लाउरी हुने भन्ने हुन्छ नि त अनि त्यहाँदेखि एसएलसी पास गरेर चाहिँ अब लाउरी भिड्नको लागि धरान बस्यो लाउरीमा त्यही त फिजिकल्ली इन्भल्भ हुने त्यो ट्रेनिङहरू त्यस्तो गर्दा गर्दै अनि सबै भिडियो नि तर कुनैमा लागेन नि त ब्रिटिस छ नि ब्रिटिस सुरुमा ब्रिटिस भिडियो सिङ्गापुर त्यसपछि इन्डियन त्यही पनि भएन अनि त्यहीँ म चाहिँ धरानमै पढ्थेँ कलेज पनि अनि त्यसपछि लास्ट अप्सनमा चाहिँ अर्को चाहिँ के थियो भने 2013तिर क्या 14मा अनि बारेनमा पनि छ क्या त्यहाँनिर पनि आर्मीको लागि त्यहाँनिर हाम्रो साथीभाइहरू थुप्रो छ म चाहिँ बारेनमा लगभग 11 वर्ष त्यहाँ बसेको 11 वर्ष काम गरेँ अनि त्यसपछि मिलिट्री काठमाडौँमा थियो क्या के भन्छ इन्टरभ्यूहरू हो त्यहाँनिर इन्टरभ्यू थियो इन्टरभ्यूमा पनि फेरि के गर्नुपर्ने रक्क गएर होइन ल तँलाई के छ तेरो फिजिकल स्ट्रेन्थ मेरो चाहिँ फेरि ट्याक्क हात टेकेर खुट्टा स्ट्यान्ड गऱ्यो अरे क्या पुसअप हान्दै क्या ट्याक 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 सिलेक्सन क्या त्यतिकै ह्यान्ड स्ट्यान्ड गरेर पुसअप हान्दै क्या 5 ताली सिलेक्सन भयो त्यसपछि होइन त्यसपछि अनि काठमाडौँ आयो त्यसपछि बारेन पुग्यो भनौँ न अनि बारेन पुगेर अनि त्यहाँनिर फेरि हुन्छ नि 9 मन्थको सेम मिलिट्री नै हुन्छ काचा कुचु क्या बारेनको आर्मी क्या रोयल गार्ड भन्छ त्यहाँनिर 9 मन्थ ट्रेनिङ कपाल सपाल सेम नै अब जेस एउटा हुन्छ नि आर्मी हुने इच्छा चाहिँ पुरा भयो त्यहाँनिर गएपछि गन सन चलाउने ओर्ने सबै अनि त्यहाँनिर बिचरा फिटनेसमा चाहिँ कसरी लाग्यो भन्दाखेरि चाहिँ बारेन पुगेपछि होइन त्यहाँनिर चाहिँ अब आफ्नो अब ब्याटालियन हुन्छ नि त बटालियनबाट चाहिँ अब के भन्छ कोही भलिबल कोही फुटबल आफू पनि सेक्टर छानिने हुन्छ क्या अनि हामी चाहिँ नेपालीहरूको एउटा बटालियनै छ क्या अनि त्यहाँनिर चाहिँ अनि कोही रनरमा सबै म चाहिँ रनर हुन्छु भनेर रन पुरा गर्थेँ होइन त्यतिखेर साइज यस्तो मसल त केही थाहा नै थिएन मलाई अनि त्यसपछि क्रसफिट भन्ने गेम थियो क्या त्यहाँनिर क्रसफिटको लागि पनि सिलेक्सन आएको छ भने अनि त्यत्रो सबैजनामा अब कसले धेरै पुसअप भन्छ त्यो चाहिँ सिलेक्सन हुन्छ त्यो गेमको लागि क्या भन्यो भने पुसअप कम्पिटिसनमा चाहिँ अब जाम मैले 120 हान्थेँ अनि सिलेक्सन भयो त्यो क्रसफिटको लागि अनि क्रसफिटको लागि ट्रेनिङ है आउँछ त्यतिखेर थाहा मैले देखेको त्यो हुन्छ नि यो क्रसफिटमा चाहिँ सबै पर्छ नि त नामै क्रसफिट क्रस भएर फिट हुनु पऱ्यो होइन यो प्रेस मुभमेन्टहरू यो डेड लिफ्टहरू त्यहाँनिर सिकेँ क्या डेड लिफ्ट हान्नु नआएर होइन बाङ्गेरै त्यो बेडबाट उठ्दाखेरि पक्रेर उठ्ने त्यस्तो अवस्थामा क्या अनि त्यसपछिदेखि सुरु भयो अनि फर्स्ट गेम भयो फर्स्ट गेममा म के भन्छ सेकेन्ड भयो फर्स्ट गेममै है सबै त्यहीँको बरानीहरूसँग कम्पिटिसन हुन्छ क्या त्यतिखेर देखेको मैले क्या बरानी केटाहरू होइन म चाहिँ यस्तो हुन्छ म त्यतिखेर लगभग 63 केजी डायट चाहिँ के खानुहुन्थ्यो तपाईँले त्यतिखेर त के मलाई दाईहरू हुनुहुन्छ नेपाली दाईहरू होइन ओट्स खानुपर्छ हुन्थ्यो ओट्स भने के त्यो थाहा छैन क्या ओट्स हुन्छ होइन त्यसलाई कसरी खाने कि त्यस्तो पनि थाहा नभयो अनि त्यसपछि त्यतिखेर मैले नि कहाँबाट अलिकति हुन्छ नि ज्यान साइज लाउनुपर्छ भन्नुभयो भन्दाखेरि नि
त्यो बरेनीहरूलाई देखेँ क्या, तिनीहरू टप्प हुन्छ नि भेस्ट यस्तो खोलेर पसिना पुस्दाखेरि चाहिँ यस्तो मात्रै होइन टिटी एप्सहरू है पुरा त्यो देखेपछि त्यसपछि चाहिँ अनि जिममा अनि जिम गर्नु थालेँ, साइजहरू सबै चाहिन्छ भनेर अनि मैले अनि के भन्छ रिसर्च गर्नु थालेँ के हो डेड लिफ्ट यस्तो यस्तो सबै त्यही। त्यसपछि अनि सुरु भएको फिटनेस फिल्डमा चाहिँ लाग्यो। बाहिर आर्मी त होइन नि अहिले? बाहिर आर्मी म रिटायर लास्ट इयर भएको। रिटायर हुन छोडेर किन छोडेँ भन्दाखेरि त्यहाँनिर चाहिँ अब कस्तो हुन्छ, त्यहाँनिर चाहिँ अब आर्मीको लाइफ भनेको अब त्यही त नि, जेलमा बसे जस्तै हुन्छ। अब मलाई चाहिँ के छ भने फाल्टो एक्स्ट्रा करिकुलम एक्टिभिटिजहरू हुन्छ नि, यस्तै भयो नि, यो बडी बिल्डिङ गेमहरू खेल्नुपर्ने, बाहिरलाई एक्सप्लोर हुनु मनपर्ने होइन। तर त्यहाँनिर चाहिँ के भयो, भित्रका फेरि बाहिर गयो भने पनि टाइममा भित्र छिर्नुपर्ने सबै त्यस्तो होइन। त्यही माथि अब लङ पनि भयो नि त, 11 वर्ष भइसकेको थियो त्यहाँनिर। त्यसपछि होइन यार के एक्सप्लोर गर्छु भनेर अनि त्यहाँदेखि मैले चाहिँ अनि हजुर पेन्सन भनेको चाहिँ हाम्रो चाहिँ प्रोभिडेन्ट फन्ड हुन्छ, प्रोभिडेन्ट फन्ड दिन्छ त्यहाँनिर एकैचोटि एकमा चाहिँ 11 वर्ष बस्दाखेरिको अब हाम्रो छुट्टै जस्ट एउटा त्यति एमाउन्टले चाहिँ नेपालमा के गर्न सकिन्छ भन्ने खालको हुन्छ नि, त्यो आँट भएर चाहिँ अनि म चाहिँ 11 वर्ष त्यहाँ गएर छोडिन्छु भनेर मैले रिजाइन दिएँ। अनि त्यहाँदेखि नेपालमा चाहिँ मेरो के सोच्थ्यो भने मलाई चाहिँ फर्स्ट भनेको एउटा जस्तो चाहिँ एउटा के कन्सेप्ट छ भने अब मान्छेहरूको चाहिँ मैले देखेको भने नेचुरल्ली चाहिँ बडी बिल्डिङ के हुन्छ नि स्टेजमा जानै सकिँदैन भन्ने त्यो एउटा थियो क्या। मलाई चाहिँ के भन्छ भने होइन मलाई चाहिँ त्यो हुन्छ पहिला पनि देखेको नेपालमा त्यो मिस्टर कोसीहरू मिस्टर पूर्वाञ्चल हाम्रो त्यो पुरा हुन्छ नि त नि, पुराना दाईहरू उनीहरूको पुरा कलर लगाएको। मलाई चाहिँ के छ भने स्टेजमा चाहिँ जस्ट कलर र पेन्टिङमा पुग्न मात्र छ, त्यति मात्रै क्या चाहना क्या। मेरो फर्स्ट बडी बिल्डिङ उसमा चाहिँ मेरो चाहिँ त्यति ल्याएर जानु पाएँ भयो भनेर मैले बारानमै अनि नेपाल आउनुभन्दा अगाडि नै वहीँनिर नै प्रेप स्टार्ट गरेँ। अनि यता भाइ थियो क्या मेरो भान्सा भन्ने रिचर्ड भन्ने चिन्छ पनि आफूले, अनि उसले मलाई हेल्प गरेको थियो। ऊ चाहिँ हाम्रो मेरो आफ्नै पर्छ, उसले हुन्छ नि ऊ फोनमै के भन्छ फोनमा यस्तो यस्तो गर्नु, यो कार्ब साइकल यताउति उसले भन्यो होइन। अब मलाई त्यतिखेर कस्तो हुन्छ नि कार्ब साइकल गर्ने कार्ब जिरो गर्नु भन्छ, म चाहिँ सबै कार्ब जिरो गरिदिने क्या। म 3 ताली हुन्छ नि अब बसेर उठ्यो नि होइन ढ्याममा के त्यो क्या जुन त्यो ब्ल्याकआउट भएको क्या, त्यो कार्बै नभएर क्या त्यस्तो त्यस्तो अवस्थाहरू फर्स्ट गयो। अनि त्यसपछि म अनि के भन्छ नेपाल आएको 1 हप्तामा गेम थियो मिस्टर कोसी क्या। नेपाल आएँ, नेपाल आएर लगभग म त्यतिखेर बिफोर 80 केजी थिएँ होइन। अब जस्ट त्यो भाइले त्यो भान्जाले भने जस्तो मैले सबै फलो गरेँ होइन, कार्डियोहरू पनि ओभर गर्थेँ बिहानै बेलुका होइन। जस्ट मलाई डाउन छ 60 केजीमा खेल्ने मन थियो क्या मेरो चाहिँ 60 केजीमा। अनि म नेपाल आउँदाखेरि लगभग 61, 62, 63 केजी थिएँ क्या। अनि नेपाल आएँ, नेपाल आएर मलाई अनि के भन्छ भने अब एउटा जिम त चुज गर्नुपर्छ, यो जिम रिप्रेजेन्ट गरेर खेल्छु भन्ने हुन्छ नि त होइन। अनि धरानमा अब के भन्छ मलाई अब जिम हल त त्यहाँ चिनेको दाइहरूलाई क्या, म तपाईँको जिम हलबाट खेल्छु भन्नु पनि हुन्छ नि। अब मलाई थाहा छैन नि त मेरो बडी कस्तो छ होइन, अब त्यहाँ उयो पनि नभयो क्या। अनि त्यहाँदेखि म चाहिँ त्यही जिम हलमै म दिनको क्या 200 रुपियाँ तिर्दै गर्थेँ। अनि त्यहाँनिर एउटा दाइ अवतार दाइलाई भेटेँ क्या। अनि त्यो दाइले अनि त्यहाँदेखि भाइ तिमी पनि गेम खेल्ने हो भने दाइ भन्नु त कहाँबाट खेल्न आँटेको भने त्यस्तो छैन दाइ कहाँबाट खेल्छु सोचेको छैन भने म चाहिँ भर्खर गएको दिनै क्या। अनि अवतार दाइले चाहिँ के भन्छ भने ल नि त यहाँनिर डिएफ धरान फिटनेस क्लबबाट खेल भनेर भन्दा ल त्यो चाहिँ मलाई त्यही चाहिरहेको। अनि त्यो ल दाइ भनेर खेल्छु भने दाइले नै अनि पोजिङहरू सबै उनीहरूले गाइड गर्नुभयो सिकाउनु भयो। अनि त्यसपछिदेखि डिएफसीबाट खेलेँ मैले। अनि त्यो खेल्दाखेरि चाहिँ के हुन्छ मलाई चाहिँ के हुन्छ भने जस्ट स्टेजमा कलर लाउने, मलाई त्यो फर्स्ट हुन्छु सेकेन्ड हुन्छु थर्ड हुन्छु मतलब छैन। जस्ट मेरो चाहना चाहिँ के हुन्छ भने जस्ट हुन्छ नि स्टेजमा पुगेर मलाई फर्स्ट सेकेन्ड के भन्छ थर्डसम्म भयो भने चित्त बुझ्छ भन्ने खालको क्या म चाहिँ हुन्छ नि। अनि अरूलाई हेर्दाखेरि कस्तो खतरा देख्ने होइन। अन्त दाइहरूले चाहिँ राम्रो छ भनेर भन्नु त। अनि त्यहाँदेखि भएर नि 60 केजीमा त्यस्तो एक्सपेक्टेसन नराखी खेलेको मैले चाहिँ हुन्छ नि त्यो फर्स्टै हुनुपर्छ त्यसो फर्स्ट गेममा जस्ट हुन्छ नि मेरो इच्छा पुरा गर्नु मात्र। अनि त्यहाँदेखि 60 केजीमा खेल्यो, 60 केजीमा भएर त अनि के भन्छ भरे उयो हुँदै गएपछि त गोल्ड के भन्छ फर्स्ट पोजिसन आयो 60 केजीमा त्यतिखेर। मिस्टर कोसी 2024को धरान भएको त्यतिखेर 60 केजीमा जस्ट गोल्ड मेडल आयो। त्यसपछि त्यहाँ हुन्छ नि त्यो एनाउन्स गर्दाखेरि चाहिँ त्यसपछि झन् इनर्जी जोस क्या। मैले यस्तो फिटनेसमा चाहिँ पहिलादेखि लागिरहेको चासा चुसा मैले भने नि सानोदेखि नै मैले देखेँ हुन्छ सानैबाट हुन्छ नि त्यो एउटा माथि त्यो हुन्छ नि एप्स क्या 4टा एप्स क्या त्यो सानोदेखि त्यो हुन्छ 10-11 वर्षदेखि त्यो चाहिँ थियो लाइनिङ क्या त्यो हुन्छ नि त्यो फिटनेसमा लागिरहेको भएर जस्ट यताउति भागदौडहरू यताउति गरिराख्नु मनपर्ने क्या मलाई।
त्यसपछि अनि हल्का चास्ता चुस्ता हाम्रो गाउँतिर त त्यही त नि पुलअपहरू हान्ने त्यस्तोहरू हुन्छ नि त त्यस्तोहरू लाग्यो जस अनि मैले चाहिँ कन्टिन्युटी जिम हुन्छ नि अब एउटा प्रोपर प्रोटिन के हो कार्ब के हो फ्याट के हो कति के खानु पर्यो त्यस्तो गरेर चाहिँ मैले लागेको भनेको लगभग 5 बाट 6 वर्ष भयो 6 वर्ष चाहिँ यो स्टाइलमा छु हुन्छ नि कसरी खाने 6 इयर चाहिँ 6 मैले जिम हलमा के भन्छ जिम वेटहरू मजाले छुनु थालेको चाहिँ मैले 2014मा त्यहाँनिर जोइन भएँ 2016देखि 2016देखि वेटहरूसँग हुन्छ नि डेड लिफ्ट के हो स्काउट कसरी हान्ने त्यस्तो चाहिँ त्यतिखेर 9 वर्ष लाग्यो हजुरलाई फर्स्ट गोल्ड मेडल जित्न 9 वर्ष लाग्यो मैले भने अहिले चाहिँ अब 6 इयर चाहिँ लगभग जिम पनि छुटेको छैन अहिलेसम्म मेरो हुन्छ नि तलमाथि त्यस्तो खानपिन डाइटहरू त्यस्तो सो हजुर बच्चादेखि एथलेटिक प्लस 9 वर्षको ट्रेनिङले गर्दा हजुरको मिस्टर कोसीमा गोल्ड आयो नि त मैले कोही होइन मैले किन सोधेँ भनेपछि हजुरको स्टोरी भन्नुभयो नि त मलाई के सुन्यो भनेपछि डाइरेक्ट क्रसफिटमा गेम खेल्नु भयो भनेर सोध्नु भने मान्छेले फेरि छिटो हुन्छ भनेर सोध्छ नि त यो तर हजुरको 14-15 वर्षदेखिको एथलेटिक लाइफस्टाइल प्लस 9 वर्षको ट्रेनिङले फर्स्ट गोल्ड आएको नि त किनकि कस्तो हुन्छ भनेपछि इन्हान्स बडी बिल्डिङ भनेको सर्ट हो क्या 2 वर्ष 3 वर्षमा झ्याम्नु जानु भन्यो तर जुन नेचुरल हामीले चुज गर्छ नि नेचुरल पाथ त्यो चाहिँ हजुरको लङ टाइम लाग्छ नि त 80 केजीबाट 60 केजीमा खेलेको अनि कट डाउन गरेर अब 65-70 केजी पुग्यो होइन त्यो फिनिसिङ नै छैन क्या भन्छ नि अब स्टाइलेसन अब हुन्छ नि मसल्समा त्यो फाइबरहरू छैन अझै फ्याट होल्ड गरिरहेको छ अब घटाउँदा बरु घटाएर त्यो एउटा जुन वेट स्टेजमा हुन्छ नि ट्याक्क देखिने खालको चाहिँ 60 केजी पुग्दाखेरि मात्र हुन्छ नि एउटा जे होस् फिनिसिङ लाइन सिंगल डिजिट बडी फ्याट आउनलाई हजुरलाई 20 केजी घटाउनु पर्यो ठिक अनि त्यहाँबाट हजुर जापान कसरी पुग्नुभयो बिचमा फेरि केही गेम खेल्नुभयो त्यसपछि अनि त्यो कोसीमा त्यो 60 केजीमा गयो ओभरअलमा चाहिँ सेकेन्ड भयो होइन अनि बेस्ट पोजर पनि त्यतिखेर फेरि ठिक छ क्या मैले त याद छ मैले देखेको त्यहाँनिर पाएँ म चाहिँ खास चाहिँ नेपाल चाहिँ हुन्छ नि अब नेपालमा के गर्छु मैले सोच्थेँ के भने अब यस्तो भन्थेँ फिटनेस फिल्डमा भन्ने गर्दाखेरि चाहिँ अलिअलि अब त्यो के भन्छ प्रोभिडेन्ट भएको पैसाले चाहिँ बरु आफ्नो एरियातिर सानोतिनो जिम हल खोल्छु त्यस्तो सोच गरेर त्यो जिम हल खोल्नुको लागि त पहिला आफू त क्यापेबल हुनु पऱ्यो नि त अब होइन जिम सम्बन्धी एउटा गेम खेलेको मान्छे है त्यो भनेर त्यसको लागि पनि म चाहिँ गेम चाहिँ खेलेको थिएँ क्या त्यतिखेर नेपालको अवस्था त्यतिखेर होइन अब त्यही त हो नि अब गाह्रो हुँदो रहेछ क्या हामी चाहिँ अब 11 वर्ष बाहिर जुन नेपालमा अलरेडी मान्छेहरू छन् उनीहरूसँग हुन्छ नि कम्पिट गर्नु त्यहाँको माहौल बुझ्न त्यहाँको घुमिल हुन के गाह्रो पर्दो रहेछ नि त्यसपछि म अनि ठिक अनि त्यो काठमाडौँमा अनि कोर्स चलेको थिएँ क्या त्यो इन्टरनेसनल सर्टिफाइड भन्ने काठमाडौँमा आएँ काठमाडौँ आएर चाहिँ 3 महिना कोर्स गरेँ 3 महिना कोर्स उयो के अरे क्लासिक फिटनेस अब त दाइले नै सबै कुरा नि त डाइभिङमा पनि गर्न आँट्यो भनेर त्यहाँनिर काठमाडौँ बस्यो नि काठमाडौँ बस्दा यो के भन्छ एनआरके फिटनेसमा क्या त्यहाँनिर एउटा हुन्छ नि अब रिचर्ड भाइ पनि थियो हामीलाई पनि उसले पनि सँगै ट्रेनर पनि गर्नुपर्छ काठमाडौँमा के गर्न सकिन्छ भन्नु थाल्यो त्यो काठमाडौँ सरेँ काठमाडौँमा सरेपछि अब के भन्छ अब सर्भाइभ त हुनु पऱ्यो त्यहाँनिर होइन अन्त ट्रेनर लिली गऱ्यो लिली के भन्छ पर्सनल ट्रेनिङ अब पर्सनल ट्रेनिङ गऱ्यो जिमहरूले झ्याप्पै 15% 20% भने हातमा आउने 10-12 हजारले के हुन्छ केही नै हुन्न नि होइन अनि त्यसपछि अनि तिनीहरू एनआरके फिटनेसको दाइले अनि होइन सप्लिमेन्टमा केही गरौँ होइन त सप्लिमेन्ट व्यापार गरौँ भन्नु थाल्यो यसले पैसा लगानी गर्नु पर्छ भनेर भन्नु थाल्यो अनि त्यो के हुन्छ भन्नु त भनेर सप्लिमेन्ट व्यापार पनि गरेँ इभोजिनको गरेँ मैले हुन्छ नि यताउति गरेर व्यापार पनि गरेँ इलिली के भन्छ पैसा इलिली हुन्छ चलन पनि भयो होइन त्यतिखेर तर के भन्छ भने हुन्छ नि नेपालमा चाहिँ हुन्छ नि मान्छेहरू प्रायः चाहिँ मैले भोगेको अनुसार चाहिँ होइन जस्तो हुन्छ नि एकछिनको लागि मात्र क्या बुरु उठाइदिने होइन माथि लगिदिने ढ्याप्पै छोडिदिने क्या त्यसपछि आफू कता के गर्ने अन्य क्या अब के भन्छ इलिली मसँग अब इलिली भएको पैसा होइन माथि पुऱ्याइदियो माथिबाट फप्पै झार्ने त्यस्तो भयो क्या जस्ट हुन्छ नि के भन्छ जुन एक्सपेक्ट गरेर नेपाल गएर के गर्छु त्यस्तो सोच गरेँ क्या ट्राई चाहिँ गरेँ मैले होइन तर त्यो पुरा गर्न सकेन मैले होइन अनि त्यसपछिदेखि ठिक अनि त्यसपछिदेखि त्यो भयो त्यसपछि रोडिस पनि आएको छैन रोडिस पनि गएँ म रोडिसमा पनि गएँ हजुरको 1 वर्षको लाइफ स्प्यानकै सुनाउँदा हुनुहुन्छ होइन
24 देखि 25 आम्मा स्टार कोचिङ भयो त्यसपछि काठमाडौँ गएर के भन्छ इन्ट्रान्समा सर्टिफाइड लिए त्यसपछि रोड इज गेम हुन्छ 2-4 एपिसोड लास्टमा पुगेँ होइन त्यसपछि ठिक्क मम्मी बिरामी हुनुभयो क्या घरमा चाहिँ फेरि मेरो चाहिँ भाइ म मात्र क्या मम्मी फेरि के भन्छ पित्त थैलीमा ढुङ्गा भएर क्या अनि म काठमाडौँ थिएँ त्यति रोडिस पनि चलिरहेको अनि त्यसपछि अनि घर नआउनु पऱ्यो मम्मी फेरि त्यो पित्त थैलीको अपरेसन 3 दिनमा निको भन्यो नि त खास चाहिँ मम्मीले चाहिँ पित्त थैली भित्रै उयो भएर क्या एट्याच भएर चाहिँ साइडबाट पाइप हालेर उतै बास भयो अब हस्पिटलमै 2-3 महिना त हामी धरानमा त्यही त अनि आमा हस्पिटलमा होइन त यहाँ हुँदैन भन्छ धुलिखेल हस्पिटलमा इएससिपी चाहिँ अब त्यो पाइप के राख्ने मात्र धरानमा नभएर के भन्छ त्यो रिस उठेर म चाहिँ क्या हुन्छ नि सिम्पल कुरा होइन पाइपभित्र राख्न मात्र अनि त्यहाँदेखि धुलिखेल पठाए रिफर गरेर अब ल्याउनु पऱ्यो धुलिखेल ल्यायो त्यहाँनिर गएको भरे धुलिखेल त्यो सिम्पल कुरा हो त त्यहाँनिर हुँदैन त धरानमा भनेर भन्छ त्यहाँनिर धुलिखेलमा ल्याएर गएको लगेको भोलिपल्ट नि फेरि 2 दिनमै फेरि फिर्ता पठाइदिएको यता पाइप बोकिरहेको छ त्यस्तो भयो अनि त्यहाँदेखि टाइम चाहिँ के भन्छ जुन अब काठमाडौँमा मैले जुन पिक लिइसकेको थिएँ त्यो मम्मीको त्यसले गर्दाखेरि डाउन भयो क्या अनि त्यसपछि के भन्छ अब मम्मीले हेर्दै बस्नु पऱ्यो अलिअलि पिक गरेको पनि यो जिरोमा खसे भनौँ न त्यसपछिदेखि जुन एक्सपेक्ट गरेर आएको फाइनान्सियली पनि जिरोमा खस्नु भयो मेन्टली पनि जापान चाहिँ के भन्छ अब अप्सनै छैन त अनि ठिक्क त्यस्तै के भन्छ सेटिङहरू त्यस्तै मिलेर अनि जापान चाहिँ जस्ट अब फेरि जिरोबाट भए पनि सुरु गरौँ किन त भन्ने भएर फेरि जापान आएँ नि म जापान त वर्किङ अहिले म कति भयो जापान आएको 5 महिना भयो जापानमा केमा काम हुन्छ हस्पिटालिटी अथवा केही जापानको कहानी सुनाउँछु म तिमीलाई फेरि हो जापान आयो होइन जापानमा फेरि अब मेरो चाहिँ के सोच्थ्यो प्लान हुन्छ नि त एउटा इमेजिनेसन क्या होइन टक्क अब मसँग त अब के भन्छ अलिअलि गेम पनि खेलेको छु एक्सपिरियन्स पनि छ इन्टरनेसनल सर्टिफाइड पनि छ भयो भने बरु जापानमा हुन्छ नि यस्तो ट्रेनर सेनरको जबहरू नि हुन्छ भेटिन्छ होला भन्ने खालको हुन्छ नि त्यो एउटा सोच सपना त देख्नु पाइयो नि त त्यो सोच गरेर आयो यहाँनिर फेरि यो इङ्ग्लिसको छैन जापानिज ल्याङ्ग्वेज मात्र जापानिज ल्याङ्ग्वेज छैन भने त काम पनि केही नपाइने होइन रेस्टुरेन्टमा काम गर्छ भने पनि नपाइने क्या अनि ल्याङ्ग्वेज नभएको मान्छेले सुरुमा पाउने काम होइन के अरे त्यो भारी भएको यामातो कन्स्ट्रक्सन यो बेन्तो बेड मेकिङहरू यस्तो यस्तो पाउँदो रहेछ अनि त्यहाँदेखि अनि अब यहाँनिर आएर अब के भन्छ अब 15 दिन 20 दिन अब भित्ताको हेराइ हुन्छ त होइन कामसाम छैन अनि त्यसपछि के अनि फर्स्ट काम मैले यहाँनिर आएँ त्यो के भन्छ बेन्तो भन्दो रहेछ क्या हो त्यो गरेको थिएँ हो त्यसमा फेरि ओभर मेसिन सँगसँगै चल्नुपर्ने क्या स्पिड क्या अब्बै त्यो भयो अनि त्यसपछि ठिक अनि यो त्यसपछि चाहिँ अनि यो योद्धा स्टेज भन्दा नि यो हाम्रो छ नि यो मासाकै भाइहरूको उसको सुने उनीहरूको अनि त्यहाँदेखि यसो भने अब ल ठिकै छ नि त अब फिटनेस फिल्डमा लागि परिरहेको मान्छे अब त्यो नेपाली के भन्छ अब ब्रदरहरूले गरिरहेको अब एउटा के भन्छ मान्छेहरूसँग चिन्ने मौका पनि हुन्छ आफूले एक्सप्लोर गर्न नै पाइन्छ अब गेम खेलिदिनु पऱ्यो भनेर चाहिँ नि तयारी गर्न थालेँ मैले अनि यो योद्धा स्टेज खेलेँ योद्धा स्टेज खेल्नुभन्दा अगाडि चाहिँ ठिक्क 10 दिन अगाडि चाहिँ यिनीहरू फेरि म जुन जिम हलमा गर्थेँ नि त त्यो जिम हलमाबाट चाहिँ नि कम्पिटिसन थियो क्या मेन फिजिक्स नै त्यसमा पनि मलाई चाहिँ फेरि अब बडी बिल्डिङ मनपर्ने होइन अब उयो नै छैन यहाँनिर अनि त्यहाँदेखि त्यहाँनिर अनि 2टा गेम खेलेँ मैले नि अनि मेन्स फिजिक्स चाहिँ मेरो सोचेको पहिलादेखि त्यो जर्मी बुन्ड्याएर हेरेँ नि त्यो हाफ प्यान्ट लगाएर सोचेको थियो एकतालि चाहिँ हाफ प्यान्ट लगाएर स्टेजमा चाहिँ उभिदिनु कस्तो हुन्छ रहेछ भन्छ त्यो एउटा अनुभवले होइन मलाई चाहिँ हुन्छ नि एक्सपिरियन्स गर्नु मनपर्ने क्या अनि त्यहाँदेखि अनि त्यो जोय फिटको गेम पनि खेलेँ त्यहाँ चाहिँ फेरि जापानिजहरू मात्र क्या सबै जापानिज मात्र 101 जना नर्मल खेलाडी गेम होला भनेको 101 जना त्यसमा चाहिँ फ्री इन्ट्री क्या पैसा नलाग्ने त्यही भएर मान्छेहरू ज्यादा क्या अनि त्यहाँनिर त्यो मेन्स फिजिक्समै तर त्यो चाहिँ जिम हलले गरेको होइन अनि त्यहाँनिर चाहिँ पैसा पे नगर्नुपर्ने क्या त्यो रेजिस्ट्रेसन फीहरू त्यही भएर मान्छेहरू ज्यादा क्या अनि त्यहाँदेखि हो त्यो गेममा अनि मैले खेलेँ त्यतिखेर खेल्दाखेरि होइन त्यसमा चाहिँ मेरो के भन्छ हाइटमा गोल्ड अनि त्यसपछि ओभरअलमा यसमा पनि फेरि सेकेन्ड अहिलेसम्म मेरो फेरि सेकेन्डको सेकेन्ड छ हो फेरि रेकर्डै सेकेन्डको सेकेन्ड यो अहिले त्यो जापानको त्यो जोय फिटको बडी कन्टेस्टमा भन्नेमा त्यसमा एक्सपेक्टै नगरेको कस्तो खतरा केटाहरू क्या जापानिजहरू त आम्बो
अन्त त्यहाँदेखि अनि त्यहाँनिर खेल्यो, त्यस पनि सेकेन्ड भयो। अनि त्यसपछि नि 10 दिनपछि अनि योद्धा स्टेज खेलेको फेरि दुईवटा हानिदिएको, दुईवटाले पिक हिट गरेको नि यो पालि त। योद्धामा पनि सेकेन्ड, यता पनि सेकेन्ड। योद्धामा पनि सेकेन्ड, यता पनि सेकेन्ड। सेकेन्ड हुँदा कस्तो फिल हुन्छ? आई मिन सेकेन्ड भनेको त अया भयो नि त हैन? यस्तो हो के भन्छ, जुन त्यो जापानिजहरूको भएको थियो नि त्यसमा चाहिँ मैले अब फर्स्ट हो नि त त्यो त मेन्स फिजिक्स मेरो होइन एक्सपिरियन्स। मैले चाहिँ के भन्छ भने अब त्यहाँ फ्रीमा आफूलाई अनुभव गर्नु पाइरहेको छ त किन नगर्ने भन्ने भएर हुन्छ नि। मलाई चाहिँ एकताले के भन्छ पहिला फर्स्ट गऱ्यो त्यो मिस्टर कोसीमा त्यो के भन्छ पिक प्रोटोकल अब सबै त्यो फलो गऱ्यो नि त होइन। अब त्यतिखेर अब के गरेँ फर्स्टको त क्या, सेकेन्डको चाहिँ आफूले मेरो बडीलाई चिनिम न भनेर मलाई त्यो गर्न मन थियो क्या। त्यसपछि अनि यो त्यस्तो साह्रो मैले के भन्छ कार्बोहाइड्रेट डिप्लिटेड गरेर त्यस्तो गरेर गरिनँ। त्यतिखेर चाहिँ एक्सपेक्ट गरेको थिइनँ मैले के भन्छ त्यो फर्स्ट सेकेन्ड थर्ड त्यहाँनिर केटाहरूको अनि त्यो मान्छेको भिड देखेर पनि क्या। अनि म त त्यो नाम लास्टमा अनि सेलेक्सन भयो, टप 6 सेलेक्ट गरेँ होइन। त्यसपछि अनि फेरि फाइनलिस्ट बेल गर्दाखेरि म त के भन्छ जज यता हुँदैन बस्ने ठाउँ अगाडि आएर बसिरहेको क्या हुँदैन भनेर नाम बोलाएको छ कुद्दै गएर फेरि पम्प गरेर सिधै छिरेर खाइसक्यो त्यो। म त के भन्छ स्विट पटेटोहरू क्या। अनि गएर फेरि गरेँ त्यसमा चाहिँ म एक्सपेक्ट गरेको थिइनँ। अनि योद्धा स्टेजमा जे होस् हुन्छ नि अब एउटा के भन्छ कन्फिडेन्स बढ्यो क्या त्यो गेम पछि क्या, जापानको गेम पछि क्या। जापानको त्यो एक पैसा दिन्छ उयो देखेको थियो मसाज गन होइन के देखेको थियो। अनि 2टा मेडल दिएको थियो, यहाँ छ मेडल पनि यहाँ मसाज। तर मेडल चाहिँ फेरि हुन्छ नि दामी थियो क्या, हुन्छ नि यो स्टाइलको क्या कडक्कै हुन्छ नि सुनकै जस्तो तर सुनको त होइन त्यस्तो थियो। त्यो ब्रिटिसमा होइन यहाँ बाहिर क्या अब ब्रिटिसहरू अब यो भाइकिङ्सहरू भन्छ यो जेनेटिक्स हुन्छ नि यहाँको आयरल्यान्डहरूको मान्छेहरू एकदम म्यासिभ हुन्छ नि त। अब यहाँ चाहिँ कस्तो भनेपछि अब जापानमा पिडिज त्यस्तो छैन होला होइन, यहाँ चाहिँ पिडिज हजुरको स्टेरोइड एकदम फेमस छ क्या। यहाँ स्टेजमा चढ्नु भनेको चाहिँ फ्रिकी मान्छेसँग चढ्नु हो क्या। आनै भनिन्छ मन्स्टरै हुन्छ, मान्छे खारा जस्तो हुन्छ। त्यहाँ चाहिँ कस्तो थियो हजुरको लिन धेरै कि एकदम मन्स्टर जस्तो मान्छे होइन जापानमा? मैले त्यो के भन्छ त्यो मेन्स फिजिक्स त जापान खेलेको त्यो त अलिकति नर्मल गेम नै हो होइन, त्यस्तो साह्रो खतरा त्यस्तो साह्रो त थिएन होइन, ठिकैको थियो। तर मान्छेहरू चाहिँ हुन्छ, तर म जापानमा चाहिँ त्यो फिटनेस हुन्छ नि त्यो क्रेज चाहिँ ओभर नै रहेछ। केटाहरू चाहिँ दामी नै थियो, दामी थियो। अन्त स्टुडेन्ट्सहरू पनि यहाँनिर चाहिँ त्यस्तो छन् त छ, त्यस्तो साह्रो मैले भिजेको छुइनँ होइन, खतरै थियो त्यो यहाँको केटाहरू पनि जापानिजहरू पनि अब हुन्छ नि मसल्स बेलीहरू अनि त्यसपछि त्यो गेम सक्यो होइन। त्यसपछि योद्धा स्टेजमा चाहिँ के भयो अब टक्क होइन योद्धा स्टेजमा आगो बाली कहाँ पुग्यो नि कन्फिडेन्स लेभल हुनु। त्यसपछि योद्धा स्टेजमा झन् मैले मिहिनेत गरेँ क्या। अब मैले काम होइन अब भोलि अब गेम त्यो के भन्छ जो जिमको फर्स्ट गेम हुँदाखेरि काम एक दिनै छोडिनँ म, पुरा कार्बको डाउनमा छु होइन। काम गर्दै हुन्छ नि यस्तो इरिटेट लाग्ने होइन, उठ्दाखेरि नि घर ढल्ला जस्तो नि हुन्छ नि, हिँड्दाखेरि पनि यस्तो गर्दै हिँडिरहेको छु। अनि बिहानै फेरि आफै मिल बनाउनु पऱ्यो होइन। अनि मेरो चाहिँ फेरि पहिला चाहिँ भनेको अब फास्टेड कार्डियो यताउति पहिला गेमहरूमा गर्थेँ, यसपालि फास्टेड कार्डियो फेरि मैले केही छैन। किनभने हुन्छ नि काममै लगभग हुन्छ नि 20K स्टेप्स पुग्ने क्या, 20,000 स्टेप्सहरू हिँडेर। अनि बिहान अनि के भन्छ रुमबाट स्टेसनसम्म पुग्न 15 मिनट, त्यहाँबाट फेरि स्टेसन, त्यहाँबाट फेरि 15 मिनट क्या, 30 मिनटको कार्डियो हुन्थ्यो। त्यतिखेर चाहिँ म चाहिँ के गर्थेँ भने टक्क मेरो चाहिँ मिल त अब त्यतिखेर बाहिर त खाने कुरा भएन। अनि बिहानै पुरा के भन्छ बोइल के थियो बोइल बिहान म 5 बजी उठ्थेँ, 7 बजी 8 बजीबाट काम सुरु हुन्थ्यो। अनि फास्टेड कार्डियो त गर्नु पऱ्यो, बिहानै खाएर जानु भएन। अनि बिहानै अनि पुसमा सजिलो त हुन्छ नि त। अनि अब चिकन बोइल गऱ्यो, हल्का सलाद, हल्का नुन बोको गयो भने त्यहाँदेखि अनि यहाँबाट फास्टेड कार्डियो 15 मिनट। त्यसपछि ट्रेनमा बस्दाखेरि उभिँदा पनि कार्डियो भयो। त्यतिखेर गर्दाखेरि फेरि हल्का होइन भ्याकुम तान्दै क्या गर्दै एप्स हल्का क्रन्च गर्दै हुन्छ नि त्यो पोचिङ गर्दै गयो। त्यसपछि स्टेसनबाट फेरि 15 मिनट हिँड्नुपर्छ क्या, 15 मिनट हिँड्यो। अनि काममा पुग्नु आँट्यो भनेपछि चाहिँ टक्क निकालो, अब कहाँ बसेर अब साइडमा हल्का कुना काप्चा खोज्यो तिमीले दियो ध्यान खायो अनि काम छिर्यो, त्यस्तो हुन्थ्यो। अनि काम कति घन्टा? 7देखि 8देखि कि 7देखि 8 घन्टा काम, त्यसपछि 8 बजीदेखि जिम टाइमिङ कति बजी? बिचमा ब्रेक हुन्थ्यो। अनि कामबाट आएर डाइरेक्ट आएर कामबाट होइन म फेरि अब काम सकेर आउँदाखेरि अब
प्रिवर्कआउट मिल त खानु पऱ्यो होइन त प्रिवर्कआउट मिल अनि त्यो पनि मैले अलरेडी बोकेर लाग्थेँ अनि आउँदा आउँदै बिचमा खान्थेँ रुममा आएर अनि बिसिए सिसिए प्रोटिन बोको अनि जिम चल्दियो 5 बजेदेखि सुरु 1 घन्टा 6 बजीसम्म जिम हान्यो कति घन्टाको स्लिप 8 घन्टाको स्लिप जसरी पनि पुऱ्याउनु हुन्थ्यो 6-7 घन्टा जस्तो चाहिँ पुग्थ्यो 6 घन्टा 7 घन्टा स्लिप चाहिँ अब त्यही त त्यस्तो अब के भन्छ फिजिकल इन्भल्भ ज्यादा भइसक्यो त्यो निन्द्रा पनि फेरि त्यस्तो त लागिहाल्ने अहिले चाहिँ त्यो अस्ति चाहिँ लाग्नु त अहिले त मजाले लाग्छ झन् निन्द्रा अहिले चाहिँ लाइक अब डायट गर्न चाहिँ कतिको गाह्रो भयो काम प्लस डायट मिलाउन चाहिँ अब लानु त हुन्थ्यो अब कहिलेका थाकिन्छ गाह्रो त खाइदिउँ त्यस्तो थियो गाह्रो त गाह्रो होइन तर हुन्छ नि मैले चाहिँ के हुन्छ नि यो कुरा गर्छु भनेर दिमाग सोचेपछि हुन्छ नि यो गाह्रो त्यस्तो मतलबै नलाग्दो रहेछ लाग्नु हुन्छ नि त्यो कुरामा मलाई मजा लागिरहेछ भने हुन्छ नि अब मलाई चाहिँ हुन्छ नि त्यो अवस्थामा हुन्छ नि मिल प्रेप गर्ने टक्क बनाएर बोकेर लाग्ने त्यो मजा लाग्थ्यो क्या हुन्छ नि गाह्रो चाहिँ गाह्रो हुने होइन फिजिकली एडजस्टेड हुने अब हुन्छ नि जिम गर्दा पनि हिँड्दै मैले भनिनँ उफ भन्ने हुन्छ नि तर फेरि अर्को माइन्डले हिट हानिहाल्थ्यो क्या यही त हो नि प्रोसेस नै होइन त अनि त्यसमै मजा हुन्छ नि जस त्यो कुरालाई चाहिँ अब के भन्छ अब पोजिटिभ तरिकाले लगाएर गयो भने त्यही नै मजा लाग्छ म चाहिँ त्यसरी लाग्थेँ अनि त्यसपछि चिटमिल मैले एकदम त्यस्तो गरेन कस्तो कस्तो हुन्छ नि चिटमिल गऱ्यो भने यत्रो उयो के भन्छ लाइनिङहरू आउनु थाल्यो भरे जे गरेर यो पनि गइहाल्यो भने त भन्ने त्यो खालको हुन्छ नि कन्सेप्ट डर पनि हुन्थ्यो बुढो गेम सकेपछि हानिदिने हो भन्यो भने बिचमा त्यो के भन्छ यो त्यसपछि यो लोडिङहरू के भन्छ यसपालि अरू त दाइले हल्का हेल्प गर्नुभएको थियो मलाई कसो गर्ने के गर्ने भन्ने त्यतिखेर अब वेट फेरि मेरो ड्याम्मै डाउन भयो क्या त्यतिखेर चाहिँ अनि दाइले घरिघरि के भन्छ के भन्दो रहेछ नि त्यसलाई लोडिङ भन्दो रहेछ नि रिफिट डे क्या रिफिट डेमा चाहिँ दाइले खानु हुन्थ्यो त्यतिखेर चाहिँ मजा आउँथ्यो त्यतिखेर घरिघरि हुन्छ 2-3 चोटि भयो रिफिट डे भयो त्यो वेट ड्याम्मै डाउन भएर चाहिँ अनि टोटल्ली प्रेप चाहिँ कति भयो नि हजुरको जापान गएपछि यो फर्स्ट गेम र योद्धाको प्रेप टाइमलाइन कति थियो एउटै प्रेप त्यही त 10 दिनको डिफ्रेन्स त हो मैले लगभग 2.5-3 महिना 3 महिनाको प्रेप हजुर पहिल्यैबाट मोटो हो कि हुन्छ नि पातलै मान्छे हो हैन पानी खाने बित्तिकै म पातले नि पातल भन्छ म त यस्तो मान्छे हो मैले भने सानोदेखि नै त्यो हुन्छ नि त्यो हाडे त्यो एप्सदेखि नै सानो मान्छे जिम गर्दा म 12 पुग्दाखेरि म 61 केजी थियो 60-61 सानो त्यतिखेर त साइज चाहिँ म हजुर धेरै खान चाहिँ गाह्रो हुन्थ्यो धेरै खान खान त फेरि म डेन्जर खाने ओभर रुच्ने अहिले त झन् यो गेम सकेपछि त होइन हुन्छ नि यस्तो भोक लाग्यो गर्ने होइन तर त्यस्तो साह्रो चाहिँ खाएको छु नि होइन जस्ट अहिले चाहिँ 6 मिल त्यस्तोहरू खाइरहेको छु अहिले चाहिँ गेन गर्नु पऱ्यो भनेर अनि त्यो गेम सक्यो योद्धाको स्टेजमा चाहिँ मेरो के भयो भन्दाखेरि झन् मैले योद्धाको स्टेजमा चाहिँ अझ वेट तल गएँ क्या त्यो जापानको गेममा चाहिँ म के भन्छ स्टेजमा के भन्छ कार्ब लोड गर्नुभन्दा अगाडि 64 केजी जस्तो थियो क्या अनि स्टेज वेट मेरो लगभग 65.5 मा गएको थियो यो उसमा अन्त त्यो योद्धाको स्टेजमा चाहिँ स्टेज वेट नै मेरो 63 थियो क्या अझ डिप्लिट भएर गएको थियो क्या अझ हुन्छ नि अलग श्रेडेड भएर जाम भनेर जस राम्रै भएको थियो तर त्यहाँनिर के भन्छ अब सुरुदेखि नै हुन्छ टक्क सेन्टरमा राखेको थिएँ म होइन टक्क भरे के भन्छ रिजल्ट चाहिँ भएन सेकेन्ड भयो म चाहिँ एकछिन चाहिँ पऱ्यो अन्त ठिकै छ अब जजहरूको आफू पनि हेर्ने नजर हुन्छ तरिका हुन्छ भनेर भने अन्त जजले चाहिँ फिडब्याक चाहिँ भरे अनि के भन्छ मेरो पोजिङ भने त्यो अब मेन्स फिजिक्समा त अब के भन्छ फ्रन्ट एन्ड हल्का साइडबाट पनि गर्छ नि त पोजिङ क्या अनि त्यो साइडबाट चाहिँ होइन अरे जापानमा त्यस्तो चल्दैन अरे क्या त्यस्तो अनि आइबीमा गर्छ नि त 3 तरिकादेखि फ्रन्टबाट बसिनु भयो साइडबाट हल्का यसो गरेर अब अब जसको चाहिँ अब वेस्ट हल्का बल्की चाहिँ हल्का त्यो गर्दाखेरि क्या आफ्नो आफ्नो तरिकाले हुन्छ नि मैले चाहिँ हल्का साइड टिल्ट गरेर बसेँ थियो हो त्यो पोजिङ भएन अरे अनि त्यसमा अनि भयो के भन्छ भर्खर कन्डिसन अलिक पुगेन अरे अनि त्यही भएर ल ठिकै छ थ्याङ्क यू नेपालीबाट जापानमा अर्गनाइज गर्नुभएको गेम हुन्थ्यो त जापानमा अर्गनाइज तर महँगो रहेछ यार कस्तो सुनाउन त कति दिनको गेम थियो हजुरलाई कस्तो भयो सबै स्मुथ थियो कि थिएन कसरी स्मुथ होइन एकैछिनमा चुट सकेको गेम त कहाँ हुन्छ नि जब अर्गनाइजर जस्ट हुन्छ नि अब सिधै भन्नुपर्दाखेरि हुन्छ नि
त्यो त्यसरी गेम अर्गनाइज गर्नु हुन्छ नि नेपाली त्यसरी के भन्छ ग्यादर गरेर गर्न त्यो नै ठुलो कुरा हो होइन जापान जस्तो ठाउँमा होइन तर हुन्छ नि मैले त्यो किनभने दिस इज नट द फर्स्ट टाइम त पहिला पनि भएको हो नि त त्यो गेम त अनि त्यहाँदेखि मैले चाहिँ अझ हुन्छ अझ राम्रो एक्सपेक्ट गरेको थिएँ तर एक्सपेक्ट गरे अनुसार त्यस्तो चाहिँ थिएन जस ब्रदरहरूले अर्को पालि अझ सुधार्छ होला अस्ति नै कुरा भएको थियो अझ अर्को राम्रो गर्नुपर्छ अर्को पालि भन्दै थियो अब अनि तर एउटा मात्रै क्याटेगोरी हो एउटा मात्रै 10जना 2जना जापानिज थियो 2जना जापानिजहरू पनि आउनु पाउने आउनु पाउने 2जना थियो ओपन गेम हो ओपनै रहेछ नि हो जापानिज 2जना थियो त्यहाँ ओपन भनेको त एनीवन क्यान कम भएन त एनीवन कम तर त्यही त हो नि फ्री रेजिस्ट्रेन्ट भएको भए चाहिँ मान्छेहरू ज्यादा नै आउँथ्यो होला त्यही भएर पनि हो हजुरको लाइक त्यो मान्छेहरू थिएन कति जति खर्च भयो भन्नु मिल्छ यो त गेम खेल्नु यो त गेम के भन्छ त्यो उसको मात्रै यो डाइटिङ साइटिङको त होइन नि डाइटिङ साइटिङ होइन त्यसमा पछि रेजिस्ट्रेसन 10,000 थियो 10,000 नेपाली म त सुरुमा त के भन्छ अब थाहा थिएन नि त अब नेपालमा त कस्तो हुन्छ अब रेजिस्ट्रेसन त्यस्तो सबै फ्री त्यस्तो हुन्छ नि त गेमसँग जित्यो भने पनि अब जे जस्तो भयो भने नि प्राइज मनी यताउति हुन्छ नि त होइन अब म चाहिँ नि भएर त नि अब सुरुमा त के त अब होइन अनि त्यतिखेर अनि अब त दाइहरूलाई पनि सोधेँ होइन रेजिस्ट्रेसन गरेको त लाग्छ त्यो इन्टरनेसनल गेममा त हामीले पे गरेको भनेर भन्न थाल्यो नि अनि त्यहाँदेखि मैले उसलाई सोधेँ रेजिस्ट्रेसन गरेको लाग्छ भनेर भन्न थाल्यो रेजिस्ट्रेसन गरेको 10,000 छ भनेपछि गेम त भनेपछि त कडकै हुन्छ होइन त एउटा त्यही खालको ग्रान्ड त्यस्तो हुन्छ त्यस्तो सोच गरेँ है अनि तर ठिकै थियो गेमहरू त्यो राम्रै छ फर्स्ट टाइम होला म त्यस्तो रेजिस्ट्रेसन गरेर के भन्छ गेम खेलेको 10,000 रेजिस्ट्रेसन भयो अनि हजुरको अब जापानमा चाहिँ पर दिन चाहिँ होइन कति जति लाग्छ हजुरलाई खानाको लागि जिम गर्नको लागि लाइक बडी बिल्डिङ गर्नको लागि चाहिँ कति लाग्यो पर मन्थ सबैको पर मन्थ अब सबै यसपालिको गर्दाखेरि त सप्लिमेन्ट यता काचकुचु गर्दाखेरि त सबै होला नि हो 2-3 लाख 2 लाख जस्तो 2 लाख जस्तो 3 महिनाको स्प्यानमा म त खासै यो हुन्छ गर्नुपर्छ त्यो हुन्छ नि क्यालकुलेसन त्यो पनि गर्दिनँ म फर्स्ट टाइम त्यो के भन्छ जस अनुमानित चाहिँ त्यति नै 2 लाख जस्तो म फर्स्ट टाइम त्यो के भन्छ बारानबाट नेपाल आउँदाखेरि हुन्छ नि मेरो लगेजमा क्या सबै सप्लिमेन्ट मात्र दिएको प्रोटिनहरूमा सस्तो पाउँछ नि त सब प्रोटिनहरू मात्रै बोकेर आइदिएको थियो क्या सप्लिमेन्ट भिटामिनहरू मात्र त्यस्तो छ यत्रो प्रेप गर्दाखेरि एउटा दिन थियो एकदम डाउन फिल भएको गर्दिनँ म छोडिदिन्छु काम पनि गर्नुपर्छ फ्यामिली पनि हेर्नु छ अरूले चाहिँ सुत्छन् जिम गर्छन् उठ्छन् हुन्छ नि तर मैले चाहिँ त्यस्तो गर्न पाएको छैन त्यस्तो एउटा कुनै लोएस्ट दिन आयो त्यस्तो आउँछ नि एकैछिनमा मुन्ड यहाँ पुग्छ फेरि एकैछिनमा माथि पुग्छ नि त्यस्तो हुन्छ अनि एउटा पर्टिकुलर लो हुन्छ पर्टिकुलर दिन त्यस्तो पर्टिकुलर दिन अब जस लो त्यस्तो फिल चाहिँ भएको थियो हुन्छ किनकि मैले पनि यहाँ अब मिस्टेक खेल्दाखेरि अर्को दिन ट्रेनसम्म छ बिहानसम्म काम छ कि म कामै गर्दै गएको हो क्या मेरो त्यो एउटा कन्डिसन पनि अफ थियो कि सबै अफ थियो क्या काम गरेर सुतेको पनि छैन के गरेको छैन अब मान्छेहरूले त काम हजुर त्यस्तो बेला मलाई के भन्छ दाइले पनि के भन्छ यस्तो बेलामा त गाह्रो हुन्छ काम नगर छोड्यो भन्छ काम छोडेपछि वहाँनिर फेरि कस्तो हुन्छ उहाँ काममा रिजन देखाउनु पऱ्यो के होइन अनि बरु कामसाम बरु छोडिन्न भनेर गर्नु चाहिँ गरेँ त्यस्तो गाह्रो चाहिँ गाह्रो भने कामसँग अनि यता बडी बिल्डिङ त्यो गाह्रो पर्छ अब हजुर अब देखेकोमा चाहिँ होइन अब स्पेसल्ली किनकि हामीले त नेपाली कम्युनिटी बाहिर बस्नु भएकोलाई मोटिभेट गर्न भनेर पोडकास्ट हो नि त सो जेनरली जो जापानमा एज अ स्टुडेन्ट जानुभएको छ होइन हजुरले देखेकोमा चाहिँ उहाँहरूले बडी बिल्डिङ अथवा जिम गर्न टाइम पाउनुहुन्छ कि हुँदैन पैसा पाउनुहुन्छ कि हुँदैन कस्तो छ त्यहाँ चाहिँ लाइफस्टाइल होइन जिम गर्ने टाइम त भनेको त के भन्छ आफ्नो इच्छा आफ्नो हुन्छ नि डिटर्मिनेसन म गर्छु भन्नु भने त के भन्छ जतिसुकै जे गरेर पनि त्यो के भन्छ आफूलाई 40 मिनट दिन त इजिली सक्छ होइन पाउँछ गर्न मिल्छ त्यही आफूसँग त्यो एउटा जुनुन चाहिँ हुनु पऱ्यो म फिट बस्छु के भन्छ अब फिट हेल्दी लाइफस्टाइल चुज गर्छु भन्ने त्यो खालको दिमागमा छ भने त जस्तोसुकै बाधा अड्चन जे आए पनि त्यो मतलब राख्दैन गर्छन् मान्छेले अनि अब हजुरको कस्तो भनेपछि अब यता युके युएसमा चाहिँ अनहेल्दी फुडहरू धेरै छ नि त
जहाँ गयो पिज्जा हुन्छ नि फास्ट फुड धेरै अनि त्यसपछि मिठाई यहाँ अब ब्रिटिस कल्चर भनेको मिठाईको एकदम स्विटेस्ट स्विट खान्छ नि ट्रेजिकल हुन्छ अब जापान त हेल्दी कन्सिडर हुन्छ नि त त्यहाँ चाहिँ फुड कल्चर कस्तो छ त्यहाँ हेल्दी फुड कतिको फुड कल्चर चाहिँ यहाँनिर यार मैले देखेको होइन अब 7-11 फ्यामिली मार्टहरू हुन्छ नि त त्यो सानसानो त्यसमा हुन्छ नि तपाईँको खानेकुरामा क्या प्रायः आइसक्रिममा पनि हुन्छ नि क्यालोरी एकदम कम भएको क्यालोरी कन्टेन्टहरू क्या आइसक्रिम इभन आइसक्रिममा क्या त्यस्तो छ अनि कति क्यालोरी छ तिनीहरू लेभल क्या कति क्यालोरी छ यसमा कति कार्ब छ त्यो फिटनेस कन्सियस त्यो हुन्छ नि अब क्यालोरिज काउन्ट गरेर खान्छु भने चाहिँ एकदम सजिलो छ त्यहाँनिर म त त्यहाँनिर मैले सुरुमा जसरी चिकन ब्रिस्ट पनि क्या 0 कार्ब भएको बोइल गरेको मात्र पनि खाने कि टाक्का सबै बनाउने क्या त्यस्तो म प्रायः त्यही चाहिँ खान्थेँ अब त्यो स्पिड अब टाइम नभएको बेलामा अब होइन गयो तिनीहरू चिकन ब्रिस्ट त्यहीँबाट पाइहाल्ने सबै बोइल मात्र गरेको पनि क्या त्यस्तो छ जोस् हेल्दी हेल्दी लाइफस्टाइल जोस् भन्यो भने अब आइसक्रिमहरूमा पनि क्यालोरिजहरू हुन्छ नि एकदम त्यो स्टाइलले बनाएको होला अब उनीहरूले हुन्छ नि लो टाइपकोहरू क्या त्यस्तो छ अनि त्यहाँ चाहिँ अब मान्छेहरू कस्तो जिम जाने ट्रेडिसन छ कि छैन कस्तो छ अबे ओभर छ नि यहाँनिर म चगाउँछु चाहिँ मैले जिम गर्ने जिमहरूमा 75 वर्षको बुढो यार पुलअप हानेर हुन्छ नि यङ क्या यो फिट क्या हुन्छ नि जिमहरू गर्ने फिटनेस चाहिँ छ पुरा अब जस्तै मैले बाटोमा हेल्दी बस्नु कतिजना चाहिँ फिट देख्छु त मैले जापानमा कतिजना फिट मान्छे हुन्छ 10 जना देखेँ 9 जना त हुन्छ यार स्लिमहरू हुन्छ सबै हो क्या ओइ थाच्चा फुट्टा मात्र हो किनभने मैले देखेको त्यहाँनिर हुन्छ नि मान्छेको प्रायः हिँड्ने ज्यादा क्या साइकल हिँड्ने जता त छैन ट्रेन छ त्यही हो भित्रतिर गाडी साडी त्यस्तो छैन मान्छेहरू हिँड्ने हो मान्छे मैले यहाँनिर होइन प्रायः सबैको हेर्छु हुन्छ नि काप्स हुन्छ नि यो खालको मात्रै छ यार सबको क्या काप्स यत्रो पक्का पुग्यो अब जस्तै कस्तो भनेपछि अब अस्ट्रेलिया अमेरिका युकेमा चाहिँ नेपालीहरू जानुहुन्छ नि उहाँहरूको चाहिँ लाइफस्टाइल एकदम अनहेल्दी भइदिन्छ क्या गाडी लिनुहुन्छ फास्ट फुड इजिली अभाइलेबल हुन्छ स्न्याक्स आइल त यहाँ यति धेरै हुन्छ अनहेल्दी फुड मैले खाएको पनि छैन क्या मान्छेहरूले नाम भन्छ म त के मलाई थाहा छैन मलाई थाहा छैन चिट मिल के खान्छ होल चिकन भन्ने हुन्छ क्या मेरो नेपालीहरूको चाहिँ टेन्डेन्सी हुन्छ नि त एकदम अनहेल्दी लाइफस्टाइल जाने बाहिर गएपछि अब आफूले केयर गरेर केयर गर्दा पनि नभएको होस् कि हुन्छ नि केयर गर्दा गर्दा नि मोटाएको होस् कि अथवा हुन्छ नि काम धेरै भएर खाना बनाउनु नपाएर पनि मोटाउनु भएको क्या अब उहाँको होला होइन त्यो चाहिँ उहाँहरूको हेर तर यहाँ चाहिँ धेरै म्याक्सिमम मान्छेहरू 10 जना देख्यो भने हजुरको 7 जना 6 जना चाहिँ अनफिटै हुन्छ क्या अनि स्पेसली मैले नेपालीहरू हेर्नु भने हेल्थकै केयर गर्नु हुँदैन सो जापानमा चाहिँ त्यस्तो भएन होइन त नेपालीहरूको चाहिँ नेपालीहरू कन्टेक्समा नेपालीहरू त छैन है फेरि त्यस्तो नेपालीहरू त वर्क काम 7 दिनमा 7 दिन काम हानिन्छ खानपिन यो हुन्छ नि हेल्दी लाइफस्टाइल फिटनेस भन्ने कुरामा त ध्यानै छैन मान्छेहरू लाइक जापानिज मान्छेहरूको इन्फ्लुएन्स भएर पनि त्यस्तो छैन नेपालीहरू फटाफुट्टै अलिक यङ जेनेरेसनहरू चाहिँ हो होइन अब जुन उयो हुन्छ नि त अलिकति अब लगभग 35 प्लस भएको मान्छेहरू उनीहरू के हुन्छ भने कति छिटो बरु के भन्छ पैसा कमाउने हुन्छ नि अर्न गर्ने तर आफ्नो फिटनेसमा चाहिँ हुन्छ नि लाइफ के भन्छ त्यसमा चाहिँ म त्यही कुरा अचम्म लाग्छ क्या मान्छेहरू क्या हुन्छ नि अब पछि अब मान्छेले भनिरहेको पनि छ है अब त्यही त हो नि अब 40-45 वर्ष पुग्दै गएपछि त अब लाइफस्टाइल के छ त्यो स्टाइलको काम न स्लिप छ न वर्क न गुड फुड न फिटनेस जिम भनेर त्यसपछि त देखा पर्ने हो नि त अब कोलेस्ट्रोल सुगर एज बढ्दै गर्छ अनि त्यतिखेर कमाएको पैसा अनि के गर्ने नि हस्पिटलमा तिर्दै उयो गर्दै बस्ने मैले चाहिँ के भन्छ भने अब टक्क अब काम पनि गर्ने आफूलाई टक्क टाइम दिने होइन एउटा हेल्दी लाइफस्टाइल मेन्टेन गरेर अगाडि बढ्नु तर त्यस्तो छैन नेपालमा नेपालीहरू कमै छ अब चाहिँ बिस्तारै अब यो हामीले अब यसरी अब के भन्छ इन्करेज अरूलाई मोटिभेट गर्दै अब ज्ञान स्प्रेड गर्दै गऱ्यो भने चाहिँ अब एउटा हुन्छ होला अब आउने दिनहरूमा मोटिभ पनि त्यही नै मान्छेहरू अब बाहिर छौँ म यहाँ स्टुडेन्ट हुन्छु त्यहाँ वर्किङमा जानुभएको रहेछ म स्टुडेन्ट म मास्टर्समा मलाई तर सजिलो होला होइन तर मैले गर्दा ब्याचलर स्टुडेन्टहरू पनि मोटिभेट हुनुभएको छ क्या जिम जानले अघि हजुरले भने जस्तो पैसा भनेर लागिन्छ अनि 40-45 पुगिन्छ हेल्थ बिग्रिन्छ अनि त्यही पैसा हेल्थमा खर्च हुन्छ क्या मान्छेहरू त्यही त छ नि अनि मलाई पनि अहिले अब यङ एज अलिक कम छ अब यतिखेर त के भन्छ अलिकति के भन्छ इम्युनिटी सिस्टमहरू पनि एजले त अब अलिकति एज फ्याक्टरले पनि असर गर्छ नि त अब त्यो एज चाहिँ बढ्दै गएपछि त अहिले गरेको कुराहरू खाएको त्यो हेबिट त अनि त्यसपछि देखिने हो नि त एज बढ्दै गएपछि मान्छेहरूको अब त्यस्तै छन् यो कुरा चाहिँ अब हामीले चेन्ज गर्नुपर्छ कतिको चाहिँ अब
हुन्छ नि बाध्यताले नै काम गरेर जिम जान पाउनु हुँदैन, तर कतिजनाले चाहिँ एक्सक्युज बनाउनु हुन्छ नि, त्यो एक्सक्युज बनाउने मान्छेलाई चाहिँ हजुर के भन्न चाहनुहुन्छ? यो भने बाध्यताले नै हुन्छ नि, अब आफ्नो लागि 30 मिनट र 30 मिनट 40 मिनट अब एडभान्स लेभलमा त भनेको फाल्टो कुरा हो। आफूलाई फिट हेल्दी बस्नु लागि चाहिँ के भन्छ वेट लिफ्टिङ हुन्छ नि 30 देखि 40 मिनट गऱ्यो इनफ भइहाल्यो नि। अब त्यसले त्यो गर्ने बित्तिकै के भन्छ उनीहरू अब मिस्टर ओलम्पिकमा खेले बडी बिल्डिङ खेल्नुपर्छ भन्ने छैन। जस्ट मेन फर्स्ट कुरा भनेको जस्ट यो गर्दाखेरि मेरो के भन्छ बोन डेन्सिटी इन्क्रिज हुन्छ, मसल्स बढ्छ। एज बढ्दै गइसकेपछि अब के भन्छ एउटा अलिकति बच्चालाई उठाउने सक्ने, आफै उठेर हिँड्न सक्ने के भन्छ क्षमता हुन्छ नि त। अब यसो फिटनेस यो कुरा चाहिँ के भन्छ ज्ञान भयो भने चाहिँ मान्छेहरू गर्छन् कि जिम सिम यताउति आफूलाई टाइम दिन्छन् कि। हजुरको मलाई धेरै सोध्नुहुन्छ क्वेसन चाहिँ होइन, हजुरको अब गेम सकेपछि दिमागमा चाहिँ के मिल खाम भनेर हुन्छ? फेभरेट चिट मिल, गो टु चिट मिल केही छ? मेरो चाहिँ के छ भने होइन गेम सके म चाहिँ के भन्छ यो त्यो उता बारेनमा बस्दाखेरि पनि हुन्छ नि यो ओट्स क्या ओट्स अनि ओट्समाथि के भन्छ बनाना पिनट बटरहरू सबै हालेर त्यो हुन्छ नि त्यो एउटा स्मुदी क्या हो त्यो क्या दामी लाग्ने क्या हुन्छ नि टेस्ट अब त्यसको त बिटै गर्दैन हुन्छ नि त्यो। अनि त्यहाँमाथि दही होइन प्रोटिनको टेस्ट ताने होइन त्यहाँमाथि हल्का मुस्ली हालेर होइन हो त्यो चाहिँ म ओभर खान्थेँ। हो त्यो मैले गेम सकेपछि नि हो त्यो खाएँ के भन्छ दहीमा के भन्छ ओट्सहरू सबै हालेर। हजुरले त्यो त्यसपछि खाएँ बिस्तारै त्यो मिल त नर्मल मान्छेको लागि डायट फुडै भनिन्छ नि त। डायट फुड त्यसमा त अनि मेरो त त्यो अहिलेसम्म पनि हो त्यही हो क्या ओट्स स्मुदी क्या त्यो त भनेको जाइन्टै हो क्या सबै हाल्छ क्या म चाहिँ त्यसमा हुन्छ नि ओट्स होइन ओट्समा काजु आलमन्ड वालनट्स खजुर बनाना पिनट बटर सबै त्यसमा चाहिँ भनेको प्रोटिन फ्याट कार्ब टेस्ट पनि यस्तो दामी हुन्छ होइन। अहिलेसम्म मेरो लगभग भन्यो भने 6-7 वर्ष भइसक्यो मेरो मर्निङको त्यही हो ब्रेकफास्ट। अहिले काममा जाँदाखेरि पनि बेलुका नै पुरा त्यो के भन्छ प्रोटिनको बट्टामा होइन स्मुदीका सबै काचाकुचुक हालेको लगभग अहिले 800-900 क्यालोरिज हुन्छ क्या त्यसमा दिएको। त्यसपछि त्यो खाएपछि फेरि 3 घन्टा 4 घन्टा त फेरि आनन्द हो नि कस्तो हुन्छ पेट पनि भुडुम्म अगाएको हुन्छ नि त सबैको न्युट्रिसन्स पनि त्यही पुग्छ। त्यहीमाथि हाम्रो अब काम अलिक फिजिकल इम्प्रुभ हुन्छ। म त त्यही खान्छु जहिले। अनि हजुरले अब नेचुरल बडी बिल्डिङ मात्र गर्नुभएको लगभग कति वर्ष भएछ भनेपछि 9-10 नेचुरल बडी बिल्डिङ प्योर बडी बिल्डिङ अहिलेसम्म प्योर बडी बिल्डिङ 6 वर्ष त यस्तो भयो मैले भने नि यस्तै स्ट्रेट यस्तो भयो होइन। अब जस्तै म चाहिँ अब के देख्छु भनेपछि इन्हान्स बडी बिल्डिङ र नेचुरल बडी बिल्डिङ भनेर नेचुरल बडी बिल्डिङ भनेको तपस्या हो एकदम गाह्रो हुन्छ क्या। म एज अ हुन्छ नि म एज अ पिडी युजर भए पनि म के भन्छु भनेपछि नेचुरल बडी बिल्डिङ सबसे गाह्रो हुन्छ। इन्हान्स बडी बिल्डिङमा इन्हान्स बडी बिल्डिङ 1000 टाइम सजिलो हुन्छ क्या नेचुरल बडी बिल्डिङ भन्दा होइन। अनि होइन अब गर्ने अब दुईजनाले अब हुन्छ नि गर्ने तपस्या त उस्तै हो जस्ट त्यसबाट के भन्छ छिटो प्रोग्रेस रिजल्ट आउने भन्ने कुरा मात्र तर त्यो हुन्छ नि गर्ने आउँदैन हुन्छ तर हुन्छ नि गर्ने प्रोसेस त हुन्छ नि गाह्रो त भनेको दुइटैले हुने हो नि त। गाह्रो त हुन्छ तर 100% सजिलो हुन्छ। अनि त्यसपछि अब हजुर स्टेज चढ्नुहुन्छ अनि अब हजुर स्टेज चढ्दाखेरि त अब कसैले केही प्लस लिएर आएको छ नि त हुन्छ नि उसलाई हेल्प भएको छ नि त इन्हान्समेन्ट लिएर आएको छ हजुर ऊ र हजुर बसेको छ कम्प्लिटली डे एन्ड नाइटको डिफ्रेन्स देखिन्छ होइन। देखिन्छ अब हजुर एज अ नेचुरल आर्टिस्ट जानु नेचुरल स्टेज एकदम कमै छ होइन। सो हजुरलाई चाहिँ कस्तो फिल हुन्छ इन्हान्स बडी बिल्डरहरूसँग कम्पिट गर्नको लागि? अनि मैले चाहिँ अब के भन्छ हाम्रो नेपालको उसमा हुन्छ नि अब यो मिस्टर कोसी हुन्छ नि यस्तोमा त अब इन्हान्स नै आए पनि हुन्छ नि कि त अब के भन्छ अब प्रोपर गाइडेन्स हुन्छ नि। इन्हान्स पनि अब गेम आउन 3 महिना छ मान्छे मैले देखेको चाहिँ हुन्छ नि 3 महिना छ त्यतिखेरदेखि अब इन्हान्स गरेर हुन्छ नि त सामानहरू युज गरेर त्यसरी आउँछ त्यसरी अब त्यो साह्रो त्यस्तो खालको डिफ्रेन्स देख्दैन नि त मान्छेहरू चाहिँ प्रोपर गाइडेन्समा अब हुन्छ नि लङ इयरदेखि अब आफूले गर्छ नि जुन स्टाइलको हो त्यस्तो गर्ने चाहिँ कमी छ। त्यस्तोमा चाहिँ के भन्छ मैले भने नर्मल गेम मिस्टर कोसी तिनीहरूमा चाहिँ जोस् हामीले अब जोस् नेटी र इन्हान्स भयो भने टक्कर जित्न सकिन्छ। अब म जुन अब नेटी छु अब मैले मिस्टर हिमालयन हुन्छ नि यो नेसनल गेमहरूमा जान्छु त्यतिखेर त आकाश पाताल फरक प्रि जजिङबाट आउट हुन्छ नि हुनसक्छ तर पनि के भन्छ मेरो सोच चाहिँ के भन्छ भने जोस् नेचुरल पोजिसन कतिसम्म छ त हुन्छ नि देखाम गरौँ भन्ने सोच छ। अब नेक्स्ट गेम चाहिँ लगभग
1 वर्ष 2 वर्षपछि एकताली फेरि हान्नु भन्ने सोच गरेको छु नेपालमै बडी बिल्डिङ। यसमै मेरो चाहिँ यसमै हान्ने सोच छ। अनि हजुरले फेडरेसन हेरिरहनु भएको छ, यो फेडरेसनमा चाहिँ म जान्छु, जापानमा यो फेडरेसन चाहिँ ब्लड वर्क राम्रो हुन्छ नेचुरली छ भने। जापानमा रहेछ यो के भन्छ NBBF भन्ने रहेछ होइन। अनि यसमा तर अलिक महँगो चाहिँ महँगो हो, तर पनि जान्छु। तथा त्यो आइसिएन भन्ने फेमस छ नि अहिले, तर त्यो जापानमा छैन क्या, त्यो छैन। NBBF भन्ने रहेछ जुन यो नाम लिनुभयो अनि 2टा छ क्या नेचुरल सोहरू। म कोच हो, मैले हेर्नुपर्छ क्या यस्तो कुरा, किनकि मेरो एथलिट खेलिरहेको छ भने इन्डियनसँग किन खेल्नु, उसले 100 टाइम्स प्लस पाइरहेछ मेरो एथलिट भन्दा। मेरो एथलिटलाई मैले फियर गराउनु पऱ्यो नि त, फियर ठाउँमा खेलाउनु पऱ्यो नि त, नेचुरल सोमै खेलाउनु पऱ्यो नि त। अब लेट्स चाहिँ हजुरले भनेको जुन सो भन्नुभयो त्यसमा 10 जनामा 6 जना 7 जना त्यसको त मैले निकै कन्ट्रोभर्सीहरू पनि देखेको छु आइसिएनको। तर मेरो एथलिटले चाहिँ के गरोस् भन्ने चाहन्छु म भनेपछि 10 जना एथलिट हुँदाखेरि एटलिस्ट 8 जना आफू नेचुरल भएकै एथलिटहरूसँग खेल्न पाओस्, उसको मेहनत होस्, मेरो होस् भन्ने सोच हुन्छ क्या। मलाई चाहिँ त्यो फियर जस्तो लाग्दैन क्या। अनि जो इन्हान्स हुन्छ अनि झुटो बोल्नुहुन्छ नि, म इन्हान्स होइन नेचुरल अन्त त्यस्तोलाई चाहिँ झुटो के मान्छेले चाहिँ हजुरहरूलाई डाउन पार्नुहुन्छ जस्तो लाग्छ क्या मलाई। हजुरको वर्षदेखिको मेहनत हो नि त यो। हजुरले 6 महिना यसरी लाग्नु भएको छ, बाहिर चिटमिट पनि धेरै खानुहुन्न। चिटमिटै हजुरको ओट्स हो होइन, जहाँसम्म मैले सुने ओट्स म्युस्ली केरा भयो होइन, चिटमिटै त्यही भयो। त्यो त हजुरलाई चिटमिट सम टाइम। अनि सोसियल मिडियामा पनि मैले के देखिरहनु भन्नुभयो चाहिँ अब म्याक्सिमम मान्छेले झुटै बोल्नुहुन्छ। मेरो त्यसमा सिद्धान्त 2टा मात्र छ, कि बोल्नु कि बोल्दै नबोल्नु, झुटो नबोल्नु भन्ने सिद्धान्त छ। हजुर चाहिँ समवाट हुन्छ नि अनफेयर हुने जस्तो, रिस उठ्ने, अब यसले किन झुटो बोला, आफ्नो त्यस्तो केही इन्सिडेन्टहरू छ अथवा के लाग्छ त्यस्तो? अनि आफूले के भन्छ अब नेचुरल गेममा अब सबै नेटी गेममा खेल्छु भनेर गइसकेपछि हुन्छ नि, त्यसमा त आफूले एक्सपेक्ट त्यही अनुसार गरे हुन्छ, सबै नेचुरल नै आउँछ भन्ने हुन्छ नि त होइन। त्यसमा अब कुनै इन्डियन्स आउँछ भने त अभियसली डिसएपोइन्टेड भइहाल्छ होइन। तर आफूलाई थाहा छ यहाँनिर इन्डियन्स पनि आउँछ, तर आई वान्ट टु कम्पिट भन्ने छ भने चाहिँ त्यसमा त कुनै कुरा, त्यो त मान्छेको आफू पनि इच्छाको कुरा भयो नि त, त्यसमा त कुनै उयो नै छैन। अब मलाई थाहा छ अब हाम्रो नेपालमा पनि मिस्टर के भन्छ पूर्वाञ्चल हिमालयन सबैमा इन्डियन्स पनि छ। अब तर म के भन्छ मलाई थाहा छ त्यहाँ इन्डियन्स आउँछ, म नेटिभ, तर आई वान्ट टु कम्पिट विथ देम भन्यो भने त त्यो त मतलबको कुरै भएन। अब के मलाई थाहा छ त, अब त्यहाँ इन्डियन्स आए पनि केही हुन्न, नेचुरल आए पनि केही नै हुन्न। म नेचुरल छु, अब उनीहरू इन्डियन छ, उनीहरूको इच्छाको कुरा हो, मेरो इच्छाको कुरा हो। त्यसमा के प्लस पोइन्ट त पायो होइन, तर हुन्छ नि त त्यो त अब के भन्छ जस्तै अब एउटा अब यो चाहिँ नेचुरल सो है भनेर एपोइन्ट गरेर चाहिँ त्यसमा खेल्नु गएको छ, तर त्यसमा चाहिँ इन्डियन्स आउँछ भने त्यतिखेर चाहिँ के भन्छ मन दुख्ने कुरा हुन्छ। अब तर यहाँनिर के भन्छ एभ्री वान क्यान आउँछ भनेर अब खेल्छ भने त्यतिखेर त के भयो र, अनि आफू पनि इच्छाको कुरा त हो त्यो त। अनि जस्तो सोसियल मिडियामा कसैले 3 महिना 4 महिना 1 वर्षमा ज्यानमा नआउनुहुन्छ नेचुरल भन्दै, अब हजुर 6 वर्ष बच्चादेखि लागिरहनु भएको छ यसमा, त्यो देख्दा कस्तो फिल हुन्छ? अन्त म छक्क बसेको हुन्छ नि त, 3 महिनामा हुन्छ नि यस्तो अलिकति अब हुन्छ नि, थाहा हुन्छ नि त अब सेपहरू होइन। अब पहिलादेखिको म अब के भन्छ मेरो 2020 के भन्छ 19तिरको फोटो हेर्दाखेरि पनि लगभग हुन्छ नि त्यस्तो खासै हुन्छ नि, जो साइजमा हुन्छ नि डिफ्रेन्सहरू छ होइन, त्यस्तो खासै हुन्न। मान्छेहरू 3 महिना 4 मन्थको फोटो र हुन्छ नि 4 मन्थ आफ्टरको फोटोहरूमा हुन्छ नि आकाश पाताल फरक छ हुन्छ नि। अब नेटी भनेर भन्छ त्यसै अचम्म लाग्छ होइन, कसरी बनाउँछ यस्तो हुन्छ नि, साइज पनि छ होइन, कटिङ पनि छ। नेचुरली के हुन्छ भने साइज भयो, अब कन्डिसन ल्याउनु थाल्यो भने साइज पनि स्लिट हो क्या, त्यो फेरि गाह्रो पर्छ नि, त्यस्तो छ। त्यो देखेर आफूलाई डिमोटिभेट त्यस्तो त फिल हुँदैन हजुरले? डिमोटिभेट हुन्न, अझै छ ग्रो गर्ने टाइम, के गर्ने टाइम भन्ने हुन्छ, दिने हो भन्ने त्यही हो। भनेपछि अब अहिले चाहिँ अब प्रपर अफ सिजन जाँदै हुनुहुन्छ? अफ सिजन भने चाहिँ मेरो चाहिँ के भन्छ, मेरो चाहिँ के छ सिद्धान्त भन्ने हुन्छ नि, मान्छेको बल्किङ भन्छ नि त, बल्किङ भएपछि हुन्छ नि देखा भाग्ला भुल भएर मेरो बल्किङ गर्ने होइन। तर मेरो चाहिँ के भन्छ अब 4टा एप्स हुन्छ नि हाम्रो, एप्सको लाइनिङ चाहिँ नहराओस् क्या। अबसँग के भन्छ वेट बढोस् मतलब छैन। ल म अहिले 68 केजी छु, 68 केजी छु, ल म अब 3-4 महिना 75 केजी पुगेँ, तर मेरो अब हुन्छ नि एप्सको लाइनिङहरू भिजिबली छ, राम्रो छ भनेपछि म त्यही अनुसार क्यालोरिज लग्दै जान्छु। अब एप्स पनि अब हराउनु थाल्यो भने चाहिँ ल अब चाहिँ एक्स्ट्रा फ्याट के भन्छ गेन हुनु थाल्छ भने चाहिँ हल्का त्यो अनुसारले गर्छु म चाहिँ। गेनिङ चाहिँ खानु चाहिँ फेरि अहिले चाहिँ फेरि खुवाइ चाहिँ फेरि मेरो चाहिँ फेरि डेन्जरै हुन्छ।
6 मिल 8 मिल चुच्चा चुच्चा ब्याग मेरो काम गर्ने ब्यागमा जाँदाखेरि खानेकुरा मात्र हुन्थ्यो चाचुको क्या यो सानो सानो बोक्यो भने चाहिँ काजु आलमोन्ड वालनट्सहरू अनि राइस केकहरू बिचमा फेरि अब अनि त्यही दुई त नि फिजिकली ज्यादा इन्भल्भ भएपछि अब जिम पनि त्यही स्टाइलको हानेपछि खोज्चा पनि रहेछ क्या हुन्छ नि खानेकुरा गाउँ भोक लागिबस्ने त्यही त अनि होइन त्यही भएर त अनि खान त मागेपछि दिने हो भने खाने राम्रो कुरा खाने अब भोक लाग्यो भने गएर अब पिज्जा यो गर्छु अब जस्तो मेरो गोल के हो भनेपछि मलाई जे गर्नु छ ओलम्पिया पुग्नु छैन तर आफै प्रकार चाहिँ जित्नु छ लाइफमा भन्ने मेरो एउटा त्यही अनुसार रुट फलो पनि गर्दा हजुरको केही पर्टिकुलर गोल छ अहिले मेरो चाहिँ कस्तो हुन्छ नि म चाहिँ यो फिटनेस फिल्ड हुन्छ नि फिटनेस भन्ने बित्तिकै हुन्छ नि कम्बिनेसन अब हुन्छ नि फ्लेक्सिबिलिटी स्ट्रेन्थ सबै कुरो होस् क्या अब मैले चाहिँ देखेको हुन्छ बडी बिल्डिङ भएपछि अब के भन्छ जिम मात्र हान्ने त्यो भने म चाहिँ के भन्छ एथलेटिक हुँ भन्ने टाइपको क्या अनि मलाई चाहिँ यो मैले भने सुरुमा क्रसफिट प्लेयर म होइन त त्यही भएर चाहिँ हुन्छ नि म चाहिँ अब जस कम्बिनेसन टाइपको फिटनेसलाई चाहिँ अगाडि लाग्ने सोच छ मेरो चाहिँ अनि जस्ट हुन्छ नि अब नेक्स्ट स्टेप भनेको चाहिँ जसरी हुन्छ नि अब एज अ नेचुरल पनि हामीले योसम्मको पोटेन्सियल हिट गर्न सक्ने चाहिँ भनेर चाहिँ प्रुभ गर्न मन छ मेरो त्यही हो मेन गोल चाहिँ अब यसमा अब जति टाइम लाग्नु सक्छ होइन अब टाइम लाग्नु सक्छ त्यो लेभलमा पुग्नु सक्दिनँ थाहा छैन तर त्यो हुन्छ नि सोच प्लान चाहिँ त्यो गर्ने सोच छ मेरो चाहिँ नेटी नै अब हुन्छ नि एउटा पिक मान्छेहरूलाई एउटा इक्जाम्पल इक्जाम्पल यति पनि बनाउन सक्छ मान्छे के हुन्छ नि ए नेचुरल त मैले भने सुरुमै नेचुरल के भन्छ स्टेजमा चढ्न पनि सक्दैन भन्ने थियो नि त मलाई त्यो चाहिँ आफूलाई एक्सपेरिमेन्ट गर्नु थियो क्या अब त्यो भन्छ फर्स्ट सेकेन्ड थर्ड टाइटलसँग मलाई मतलब होइन जस एक्सपेरिमेन्ट गर्थ्यो मैले एक्सपेरिमेन्ट गरेँ जस के भन्छ नि सोचे भन्दा राम्रो रिजल्ट आयो त्यस्तो झन् प्लस हुँदै गयो मोटिभेट हुन्छ नि झन् जोस आउँदै गयो अहिले त झन् जोस यहाँ पुगिरहेको छ अब त कहाँ छोड्ने कुरा भएन मैले अब त्यही मैले भने नि एनबिबिएफ भन्ने यहाँको त्यो चाहिँ क्लासिकमा जाने सोच गरिरहेको छु नेचुरल सो भने जापानको चाहिँ नेपालको त अब के भन्छ छुट्टी मिलाएको बेला हानिदिने हो के भन्छ यो हिमालयमा क्लासिक यसपालि थियो त्यो पनि सोच गरेको थिएँ नेपाल के भन्छ जापान आएको अलिक 1 वर्ष जस्तो भएको त म अस्ति गएर हान्ने सोच पनि गरेको थिएँ के सबै क्या अर्को वर्ष मेबी गइन्छ कि पोस्टपोन भयो नि त पोस्टपोन अब एकैचोटि 2 वर्ष पछि खेल्ने सोच गरेको छु 1 वर्ष 1.5 वर्ष चाहिँ मजाको गेन गर्न सोच गरेँ लिन गेन हजुरको अब कोचिङ गराउने प्लान छ कि के छ मान्छेहरूलाई कि लाइफस्टाइल यसरी गर्नुहुन्छ कि काम जिम गर्नुहुन्छ कस्तो छ होइन कोचिङ गराउने यहाँनिर अस्ति म जापान आएर पनि मैले जापानमै क्या 2टा बहिनीहरूलाई गराएँ जस उनीहरूले चाहिँ आफै क्या हुन्छ नि टिकटकमा हुन्छ नि देखेर मेसेज गर्नुभएको थियो क्या मैले अनि उनीहरूलाई गराएको थिएँ मैले 2-3 महिना जस्तो अनि गेम सेन्ड गरेर फेरि स्टप भयो अब चाहिँ जस बिस्तारै पहिला अब के भन्छ आफूलाई पनि अलिकति प्रुफ त गर्नु पऱ्यो नि त प्रुभ नगरिकन के भन्छ अब म यस्तो गर्छु उस्तो गर्छु भनेर भन्दाखेरि नि मलाई चाहिँ हुन्छ नि आफूलाई प्रुभ गरेपछि चाहिँ हुन्छ नि त्यो गर्दा अलिकति बेटर होला कि जस्तो लाग्छ है त्यही भएर चाहिँ स्लोली गर्ने सोच गरेको छु अनि हजुरको त्यो सर्टिफिकेट जुन लिनुभयो नि अब नेपालमा कसरी मेरो सर्टिफिकेट छ प्लस एक्सपिरियन्स छ म यहाँ आउने बित्तिकै काम पाएँ क्या इन्टरभ्यू गरेर मेरो सिबीहरू दामी जस्तो 10 वर्षको एक्सपिरियन्स यो बडी बिल्डिङको मैले काम पाएँ हजुरलाई चाहिँ त्यो सर्टिफिकेटले कति हेल्प गर्यो त सर्टिफिकेटले मैले भने नि अघि जापानको कन्टेक्स्टमा बोले नि त्यो के भन्छ अब एज अब ल्याङ्ग्वेज बेरियर होइन अब मैले अब चाहिँ के भन्छ मैले अब जापान आएको 5 मन्थ्स भयो होइन अब एक्सप्लोर गर्दैछु मान्छेहरूलाई त्यो एक्सप्लोर गरेर मान्छेहरूसँग चिनजान हुने मौका पाओस् भनेर पनि हुन्छ नि अस्ति यो जापानिज गेमहरू पनि फेरि त्यहाँनिर थुप्रो मान्छेहरू जापानिज साथीहरू मैले बनाएँ होइन त्यसो गरी त्यही त नि जस पछि गएर चाहिँ हुन्छ नि यो सर्टिफिकेट चाहिँ के भन्छ नि एउटा अब सुनमा सुगन्ध होस् सुनमा सुगन्ध थपिन्छ नि त अब आफूले अब के भन्छ भ्यालिड त जे जस्तो भयो नि अब के छ भने अब ल मैले अब कुनै जिम हलमा गएर म के भन्छ मलाई चाहिँ जिम हल सम्बन्धी सम्पूर्ण ज्ञान छ मलाई चाहिँ एज अ काम ट्रेनर दिनु न भन्दाखेरि त अब अभियसली के भन्छ के छ त तिमीसँग सर्टिफिकेट छ सोधिहाल्छ नि होइन सर्टिफिकेट आई हेभ सर्टिफिकेट अनि त्यही अनुसारले के भन्छ आफूलाई प्रुभ गरेको छ हुन्छ नि एउटा फिजिकली फिट बसिरहेको छ हेर्दाखेरि अब एस्थेटिक छ आफूलाई फिट मेन्टेनमा राखेको छ भनेपछि अभियसली
उनीहरूले हायर गरिहाल्छ नि लिड बाई त्यो एक्जाम्पल लिड बाई इक्जाम्पल म चाहिँ त्यो लिड बाई इक्जाम्पल हो पहिले आफूले आफूलाई प्रुभ गर अनि त्यतिकै बोल्न पनि सक्छ क्या आफूले आफूलाई प्रुभ गरे छैन होइन अब फ्युचरमा ऊ खतरा बडी बिल्डर हुन्छ नि खतरा ट्रान्सफर गरेर तर प्रेजेन्ट मोमेन्टमा ऊ आउट अफ सेप त्यस्तो छ अनि उसले चाहिँ के भन्छ अब त्यस्तो गर्दाखेरि अलिक हुन्छ नि आफूले अब म चाहिँ फिटनेस एज अ ट्रेनर भएपछि हुन्छ नि इक्जाम्पल अगाडि सेट भएर बस्ने क्या होइन त्यस्तो लाग्छ है तर मान्छेको आफू पनि सबैजना ट्रेनर हुन्छ सोसियल मिडियामा सोसियल मिडियामा अब ट्रेनर अब म 10 वर्ष ट्रेनिङ गराएको इन्टरनेसनल सर्टिफाइड मेरो भ्यालिडेसन र अब त्यो एउटा नर्मल 2 वर्षमा सर्टिफाइड गराएको ट्रेनरको भ्यालिडेसन एउटै छ होइन हुन्छ नि नो डिफरेन्स अनि त्यही भएर चाहिँ मलाई हजुरले यो कुरा लिएर आउन मन लाग्यो क्या किनकि हजुरसँग अलरेडी सर्टिफिकेट छ नि त अनि मान्छेले के सोच्छ भनेपछि मेरो इन्जिनियरिङमा इन्जिनियरिङ गर्छु होइन अनि इन्जिनियरिङ काम छु म त इन्जिनियरिङ पढायो नि त तर मसँग इन्जिनियरिङको स्किल सेट त्यस्तो हाई छैन क्या जति फिटनेसको स्किल सेट छ क्या मैले सर्टिफिकेट दिनु भनेको कारण चाहिँ के हो भनेपछि आफूलाई भ्यालिड गर्न हजुर भन्नुहुन्छ थोरै भ्यालु एड गर्न लाग्छ त्यो सर्टिफिकेट पुरै सुगन्ध चेन्ज गरेको होइन क्या त्यस्तै कुरा मैले हजुर ल्याएको अनि अरू भने जस्तो बाई एक्जाम्पल एटलिस्ट कोच भएपछि कोच जस्तो देखिनु पऱ्यो होइन कोच भएपछि कोच जस्तो देख्नु पऱ्यो नि मैले देखेको होइन जो मान्छे अलरेडी हुन्छ नि फिजिकल्ली अब फिट एस्थेटिक टक्क छ भने हुन्छ नि मान्छेले फर्स्ट एपियरेन्स हेर्ने भने टक्क आफूले तलदेखि सुरुदेखि पाउसम्म हेर्छ नि होइन जेमा पनि मैले इनेरी पनि हुन्छ नि काममाहरूमा पनि होइन यहाँ त अब इन्टरभ्यू जानुपर्छ होइन मैले अहिले मेरो अब यो ट्युस्डेदेखि नयाँ काम चेन्ज गरेँ अब चेन्ज गर्नु जहिले अब त्यो एउटा काम गरेँ त्यहाँनिर चाहिँ के भन्छ ल्याङ्ग्वेजहरू इम्प्रुभहरू पनि त्यस्तो भएन क्या अनि अर्को काममा क्या चेन्ज गरेँ अलिक राम्रो काम भनौँ न त्यसमा पनि नि ल्याङ्ग्वेज चाहिँ खोजेँ होइन तर त्यहाँको जुन अब म्यानेजर हुन्छ नि त्यहाँ गएपछि होइन हुन्छ नि उनीहरूले मलाई के भन्यो भन्दाखेरि हुन्छ नि ल्याङ्ग्वेज चाहिँ खासै रहेन रहेछ तर मान्छे हेर्दाखेरि फिट हुन्छ नि त्यो हुन्छ नि के भन्छ त्यसलाई अब चट्के होइन के भन्छ एक्टिभ हेर्दाखेरि एक्टिभ रहेछ जस काम चाहिँ राम्रो गर्छ जस्तो छ ठिक छ हुन्छ नि त्यही भएर के भन्छ इन्टरभ्यूमा पास भएर काममा गएर भनेपछि फिजिकल एपियरेन्स चाहिँ त्यस्तो असर गर्छ क्या मान्छेहरूले क्या त्यही भएर जस फिजिकल फिट भएको चाहिँ एकदम राम्रो हो म पनि त्यही भन्छु फिजिकल फिट भयो भने एकदम जे कुरामा पनि काम लाग्छ इन्टरभ्यू बस्नु हजुरको ज्यानले बोल्छ हजुरलाई केही नहोस् हजुरको ज्यानले बोल्छ अब इभन म यहाँ छु अब ब्रिटिस इङ्ग्लिस र अब हामीले बोल्ने इङ्ग्लिस त आसमान जमिन फरक हुन्छ होइन तर स्टिल म रुममा हुँदाखेरि मेरो प्रेजेन्स मेरो डोमिनेन्स चाहिँ अर्को हुन्छ क्या त्यो फिजिकले गर्दा क्या मेरो एसेन्टले गर्दा मैले एउटा स्टोरी जोडेँ मैले क्या होइन मैले फर्स्ट हुन्छ नि पिटी दिएको क्या मैले नेपालमा क्या त्यो के भन्छ एनआरके फिटनेसमा होइन त्यहाँदेखि म चाहिँ त्यो चाहिँ के भन्छ पिटिसिटी त्यस्तो दिने केही उयो नै थिएन जस सर्टिफिकेट चाहिँ लिएको थिएँ अनि म चाहिँ के भन्छ त्यो इभोजिनको व्यापार यताउति गर्थेँ अनि म त्यहाँ जिम हलमै के भन्छ रिसेप्सनमा बसिरहेको थिएँ क्या अनि एउटा दाई हुनुहुन्थ्यो क्या राजेश खड्का दाई अनि त्यो दाई आउनुभयो होइन अनि त्यहाँदेखि अनि यसो हेर्नु भने तपाईँ पनि ट्रेनर हो भने ट्रेनर हो भनेर भने अनि त्यहाँदेखि अनि अन्त तपाईँ मैले त ट्रेनर हो भनेपछि ट्रेनर हो के भनेर मैले त मेरो भने त म सर्टिफाइड हो यताउति भने तर मैले ट्रेनिङहरू चाहिँ गराएको छु नि तपाईँ गराउनुहुन्छ ट्रेनिङ भने अब गराउँछु भन्नु पऱ्यो गराउँछु भनेर भने अनि त्यसपछि भोलिपल्ट त्यो त्यहाँ आएर हुन्छ नि ल मलाई पनि अब यो जिम हलमा के भन्छ पिटी लिने भनेर अब म त त्यहाँको त ट्रेनर त होइन अनि त्यहाँदेखि त्यो दाइले चाहिँ हामीसँग रिसेप्सनको मान्छेहरूले चाहिँ ट्रेनरहरू छ यो सरहरू हुनुहुन्छ भनेर भने त्यो दाइको एउटै मात्रै गरेँ म अरूसँग गर्दिनँ म के भन्छ योगेन गुरुजीसँग गर्छु ट्रेनर गर्छु नभए म गर्दिनँ भनेर भने त्यसपछि मैले सुरु गरेको क्या के भन्छ पिटी दिन अनि उसले के भन्नु मैले सोच्दाखेरि के भन्छ नि मैले हेर्दाखेरि अब के भन्छ तपाईँको जस्तो बडी बनाउनु मन छ मलाई तपाईँ जस्तो चट्न मिलेको एक्टिभ अरू गुरुजी हेरेको के भन्छ त्यस्तो साह्रो छैन मलाई तपाईँ मन पर्यो त्यही भएर तपाईँसँग गर्ने भन्ने उसको कुरा मैले के भने फर्स्ट एपियरेन्स क्या त्यही भएर हुन्छ नि एउटा सेप टक्क फिट भएर चाहिँ बस्नुपर्छ त्यसको असर त्यस्तो हुन्छ है भन्न खोजेको चाहिँ अब जो भिडियो हेर्नु भएको छ नि उहाँहरूलाई चाहिँ अब के लास्ट फ्यु वर्ड्स के भन्न चाहनुहुन्छ मेरो लास्ट फ्यु वर्ड्स हुन्छ नि मान्छेले हुन्छ नि दुई तरिकाले सपना देख्छ क्या एउटा राति मस्त आँखा चिम्म गरेर होइन
एउटा अब के भन्छ आँखा खुल्ला गरेर सपना देखिन्छ नि त होइन, त्यो आँखा चिम्म मस्त रूपमा देखेको सपना चाहिँ के भन्छ त्यतिखेर भोलिपल्टदेखि बिहान एकछिन याद हुन्छ, त्यसपछि यादै हुँदैन के देखिँदैन। आँखा खोलेर सपना देख्नुपर्छ होइन, आँखा खोलेर देखेको सपना अनि त्यसको पछि हिँड्यो भने चाहिँ अभियसली पुरा हुन्छ। अनि जस्ट के भन्छ आफ्नो फिजिकल फिटनेसलाई चाहिँ म चाहिँ के भन्छ एसेट नै भन्छु क्या, सम्पत्ति नै हो क्या यो जिम फिटनेस भनेको चाहिँ होइन। यसलाई चाहिँ के भन्छ अहिले कुरो यङ एजदेखि नै क्या त्यसलाई चाहिँ पिक गरेर एउटा हेल्दी लाइफस्टाइल हेल्दी इटिङ होइन हुन्छ नि। त्यतिखेर पहिला पो थाहा थिएन, अहिले त सबै गुगलमा छ। अब प्रोटिन कार्ब फ्याट्स भन्ने मलाई के भने होइन, म त्यत्रो जिमसुम गरेँ मलाई ओट्स भनेको थाहा थिएन भनेको। त्यो सबै कुराहरू याद गरेर चाहिँ हुन्छ एउटा अब यो फिटनेसलाई चाहिँ आफ्नो एसेट सम्झेर अगाडि लगाउने भविष्यमा जुनै सेक्टरमा पनि एकदम काम दिने कुरा भनेको बडी बिल्डिङ फिटनेस नै हो। अब अलिकति कुनै ठाउँमा जानुपर्छ आफू हेल्दी फिट छ भने मलाई के भनिनँ टक्क लु हेर्दाखेरि टक्क छ काम पायो होइन त। त्यही भएर आफ्नो मेन प्रायोरिटी चाहिँ के भन्छ एउटा सम्पत्ति नै सम्झेर अगाडि बढ्नुपर्छ फिटनेस बडी बिल्डिङलाई चाहिँ। हजुरलाई नि सोसियल मिडियाको ह्यान्डलहरू के मान्छेले रिच गर्नु पर्यो भने? मेरो योगेन मोक्तान वान छ इन्स्टाग्राममा, त्यही छ सबैतिर, त्यहाँ लिङ्क सिङ्क हल्का छोडिदिनु न। हजुरलाई मान्छेले चाहिँ के भनेर चिनोस् भन्न चाहनुहुन्छ? लाइक अब विप्लव भन्ने त्यो हुन्छ नि हार्डकोर सिधा बोल्ने झापझुट बोल्दिने बाल छैन, अब मान्छेले योगेन ब्रदरलाई चाहिँ के भनेर चिनोस् त? योगेन ब्रदरलाई चाहिँ रेजिलियन्स, यहाँ ट्याट पनि हानिदिएको चाहिँ मैले रेजिलियन्स क्या ठिक छ रेजिलियन्स नेभर गिभ अप होइन। थ्याङ्क यू। टाइम गएकै थाहा हुँदैन मेनली त पोडकास्टमा भन्दाखेरि हजुरको टाइम दिनुभयो, थ्याङ्क यू सो मच। अनि जसले हेर्नुभयो उहाँहरू पनि मोटिभेट हुनुभयो होला होइन, उहाँबाट केही सिक्नुभयो होला, नेचुरली पनि एकदम राम्रो फिजिक बनाउँछ भनेर सिक्नुभयो होला। उहाँलाई कन्ट्याक्ट गर्नु होला, उहाँको लिङ्कहरू सबै बायोमा हुनुहुन्छ। अलराइट, थ्याङ्क यू सो मच ब्रदर, थ्याङ्क यू फर द टाइम। विप्लव ब्रदरलाई पनि धेरै धेरै धन्यवाद होइन। धेरै पछि हामीसँग के भन्छ फ्रेन्डसिप त थियौँ तर यसरी बोल्ने मौका पाएको थिएनौँ होइन, तर आज बोल्ने मौका पायो होइन, एकदम खुसी लाग्यो होइन। यसरी नै अब अगाडि बढ्दै जानुपर्छ। थ्याङ्क यू सो मच ब्रदरलाई पनि। पोडकास्टको मेन गोल होइन, आई होप यो 10 जनाले हेर्नु होइन, हजुर एटलिस्ट 2 जना चाहिँ मोटिभेट भएर जिम जाउँ क्या, नट मोटिभेट यस ब्रदर। हुन्छ ल थ्याङ्क यू ल ब्रदर, ल हुन्छ ल ब्रदर, ल बाई।